इतिहास पुराणमा पाइने वर्णन अनुसार मानिस जातिको प्रारम्भ मनुबाट भएकोले मानिसलाई मानव भनिएको हो। मनुको सङ्ख्या 14 भएको मानिन्छ र तीमध्ये वंश प्रतिष्ठापनको हिसाबले स्वयम्भव मनु, प्रथम मनु र वैवस्वत मनु प्रचलित मनु विशेष महत्त्वपूर्ण छन्। वैवस्वत मनुका पुत्रहरूले आर्यवर्तका विभिन्न स्थानहरूमा राज्य स्थापना गरेका थिए। तीमध्ये उनका ज्येष्ठ पुत्र इच्छाकुले अयोध्या नगरको स्थापना गरेर त्यसैलाई राजधानी बनाएर राज्य शासन चलाए। इच्छाकुको वंशमा पृथ, शाश्वत, मान्धाता, हरिश्चन्द्र, सगर, भगीरथ आदि धेरै प्रतापी राजाहरू आए। कालान्तरमा यही वंशमा पराक्रमी राजा दिलीप द्वितीय आएर उनका पुत्र रघुले इच्छाकु वंशको शान र मानलाई निकै उच्च पारे। राजा रघु प्रतापी, पुरुषार्थी र वैभवशाली हुनुको साथै ज्ञानी र दानी पनि थिए। उनले विश्वजित यज्ञ गरेर आफ्नो र आफ्नो राज्यको कीर्ति सर्वत्र फैलाएका थिए र उनले अर्जेको अतुलनीय कीर्तिको कारणले गर्दा पछि इच्छाकु वंशलाई रघुवंश भन्ने चलन बस्यो। रघुका पुत्र अज भए भने अजका पुत्रका रूपमा महाराज दशरथको उदय भएर यिनै दशरथका पुत्रका रूपमा मर्यादा पुरुषोत्तम श्रीरामको अवतरण भयो। यस्तै गरी इच्छाकुका एक पुत्र निमिले विदेह राज्यको स्थापना गरेर पछि उनकै वंशमा आएका राजा मिथिको नाममा त्यस राज्यको नाम मिथिला रहन गयो। मिथिलाका राजाहरूलाई जनक भनिने गरिएकोले त्यस राज्यको राजधानीको नाम जनकपुर रहन गयो। पछि मिथिला राज्यमा उदाएका महाराज शिरध्वज जानकी पुत्रीका रूपमा देवी सीताको अवतरण भयो। सियाराम कथा दशरथ नन्दन श्रीराम र जनक नन्दनी सीताको जीवन गाथा हो। त्रेतायुगको अन्ततिरको कुरा हो। भारतीय महाद्वीपको कोशल राज्यमा राजा दशरथ राज गर्दथे। सरयू नदीको किनारमा रहेको राजधानी सहर अयोध्या अत्यन्त सुन्दर थियो। दशरथ धेरै हिसाबले कुशल र सफल शासक मानिएका थिए। उनको मन्त्रीमण्डल आकारमा सानो थियो। उनका 8 जना मन्त्रीहरू विद्वान, विनयी, इमान्दार, सदाचारी, देशभक्त र कर्तव्यपरायण भएकोले उनको राज्य व्यवस्था सुस्त दुरुस्त थियो। मन्त्रीहरू राजालाई जनभावना अनुरूप कदम चाल्न हर तरहले सहयोग गर्दथे। दशरथका कुलगुरु वशिष्ठ र अर्का गुरु वामदेव धर्मशास्त्रमा निष्ठता सिद्ध पुरुष थिए र उनीहरूको सल्लाह सैदव धर्मानुकूल शासन पद्धतिको पक्षमा रहन्थ्यो। राज्यमा जनधनको राम्रो सुरक्षा थियो र कसैलाई कुनै कुरा नपुगेको अवस्था थिएन। अयोध्या भौतिक हिसाबले मात्र नभई नैतिक र आध्यात्मिक दृष्टिले पनि उभो लागिरहेको थियो। राज्यको सैनिक बल उच्च हुनका साथै छरछिमेकका देशहरूसितको सम्बन्ध पनि मैत्रीपूर्ण भएकोले बाह्य आक्रमणको कुनै खतरा थिएन। यस्तो राज्यका जनता सुखी र खुसी हुने नै भएर स्वभावतः राजा दशरथ जनतामाझ अत्यन्त प्रिय थिए। 5 वर्षको उमेरमै दशरथ अयोध्याको राजगद्दीमा बसेका थिए। उनले गुरु वशिष्ठबाट राम्रो शिक्षा र सैनिक प्रशिक्षण पाए। उनी धनुविद्यामा अत्यन्त निपुण भएर निस्के। शब्दभेदी बाण चलाएर शिकार खेल्नमा उनी सिद्ध हस्त थिए। यसरी दशरथ एकातिर आफ्नो वैभव र पराक्रमको कारण फुर्तिला र जागरिला भए भने अर्कोतर्फ उनको मनमा शासकीय शान र मानको गर्व पनि थियो। उनको विवाह हुन भने ढिलो भएको थियो। 30 वर्षको उमेर पुगिसक्दा पनि उनले सुख दुःखको कुरा गर्नका लागि कुनै अन्तरङ्ग सङ्गिनी पाएका थिएनन्। सायद मन अतिरिक्त तृष्णालाई निकास दिनका लागि होला उनी धेरै समय शिकार खेलेर बिताउँथे। विशेष गरी रातको अँध्यारामा उनी वन क्षेत्रमा गई शब्दभेदी बाण चलाएर पशुपन्छीको शिकार गर्न रुचाउँथे। राति शिकार गर्ने सिलसिलामा एक रात एउटा नराम्रो घटना घट्यो। दशरथको बाण लागेर आफ्ना दृष्टविहीन माता पिताका लागि जलाशयमा जल भर्दै गरेको एकजना श्रावणकुमार नाम गरेको किशोरको मृत्यु भएर त्यस किशोरको शोकार्त पिताले उनले जस्तै गरी दशरथले पनि वृद्ध अवस्थामा पुत्र वियोगको शोकमा परि मृत्युवरण गर्न परोस् भनी श्राप दिएर प्राण त्याग गरे। दशरथले सोचे
तपस्वीको श्राप पनि मेरो लागि वरदान जस्तै हुने भयो। त्यसैको कारणले गर्दा मैले पुत्रको मुख हेर्ने सौभाग्य प्राप्त गर्ने भएँ। तैपनि उनी आफूबाट यस्तो गल्ती भएकोमा आत्मग्लानीले ग्रस्त हुँदै दरबार फर्केर तदुपरान्त उनले शब्दभेदी बाण चलाउन छोडे। पछि राजकाजमा भुल्दै गर्दा उनको स्मृति पटलबाट त्यस घटनाको याद बिस्तारै धुमिल हुँदै गयो। पछि राजकुमारीहरू कौशल्या र सुमित्रासित दशरथको विवाह भयो, तर लामो समय बितिसक्दा पनि दुवैबाट पुत्र लाभ भएन र दशरथले उमेरमा आफूभन्दा धेरै कान्छी कैकेयीसित विवाह गरे। दशरथका 3 जना रानीहरूमध्ये कौशल्या सुशील र शालीन र मृदुभाषी थिइन्। सुमित्रा सरल स्वभावकी थिइन् र उनी कौशल्याको सम्मान र सेवा गर्थिन्। कैकेयी भने फरक खालकी थिइन्। समृद्धि र ख्यातिको हिसाबले अयोध्याकै हारहारीमा रहेको केकय देशकी राजकुमारी भएकीले उनको ठाँटबाट अलि बेग्लै खालको थियो। सुहाग रातकै बेला उनले दशरथलाई भनेकी थिइन्, महाराज, म कौशल्या जस्तै दरबारकी रानी मात्र भएर बस्न सक्दिन, न म सुमित्रा जस्तै दासी भएर बस्न सक्छु। म हजुरको सुख दुःखमा काँधमा काँध मिलाएर हिँड्ने सहचारी भएर बस्न चाहन्छु। कैकेयीको कुरा सुनेर दशरथ निकै प्रभावित भएका थिए। कैकेयी रूपवती र गुणवती हुनका साथै प्रेमलाप गर्नमा पनि सिपालु थिइन् र स्वभावतः उनी दशरथकी सर्वाधिक प्रिय रानी बनिन्। दशरथले कैकेयीका लागि छुट्टै महल, नोकर, चाकर, सुसारे आदिको व्यवस्था गरिदिएका थिए र उनको अधिकांश समय पनि कैकेयीकै महलमा बित्ने गर्दथ्यो। कैकेयीको तुलनामा कौशल्या र सुमित्रा उपेक्षित रानीहरू जस्तै देखिए। त्यो कुरा दशरथका भारदारहरूलाई ठिक लागेको थिएन, तर कसैले पनि त्यसको चर्चा गर्न चाहेनन्। राजा महाराजहरूको अन्तपुरको कथामा यस्तो कुराको धेरै दृष्टान्त नपाइने पनि होइन। कैकेयी आफ्नो सुन्दरतालाई नसुहाउने गरी घमण्ड गर्थिन्। पतिलाई आफ्नो वंशमा पार्न सकेकीले हुनु पर्दछ। उनी महिनौसम्म पनि कौशल्या र सुमित्राको सम्पर्कमा नरहने गर्दथिन्। उनी आँटिली थिइन्। एकपल्ट उनी दशरथसँगै युद्धभूमिमा उत्रेकी थिइन् र नराम्ररी घाइते भएका दशरथलाई उनले सावधानीपूर्वक रणभूमिबाट उम्काएर बचाएकी थिइन्। त्यही बखत आफ्नो ज्यान बचाइदिएकोमा खुसी भएर दशरथले उनलाई आफूसित 2 वटा वर माग्न भने, तर कैकेयीले पछि कुनै बेला त्यस्तै परे माग्ने छँदैछ भनी आफूले पाउने 2 वर दशरथसित थाती राखिन्। श्रीरामको अवतरण। महाराज दशरथलाई सुख सुविधा, मान प्रतिष्ठा आदि कुनै कुराको कमी थिएन, तर उनलाई पुत्र लाभ भएन। कान्छी रानी कैकेयीबाट पनि सन्तान नभएपछि उनी दिनानुदिन चिन्तित हुन थाले। मानिसको उमेरको आफ्नै गति हुन्छ र यसले कसैलाई पर्खेर बस्दैन। दशरथको उमेर पनि ढल्कँदै गइरहेको अवस्था थियो र दिन बितिसँगै उनको चिन्ता पनि बढ्न थाल्यो। एनामा आँखा पर्यो कि उनी झसङ्ग हुने गर्दथे। उनको मनमा कुरा खेल्थ्यो, मैले विश्राम लिने उमेर भइसक्यो, तर पुत्रको मुख हेर्ने सौभाग्य अझै पाएको छैन। खोइ अब मेरो उत्तराधिकारी को हुने होला र कसले यो राज्य सम्हाल्ने होला। यसरी दशरथ आफूसँगै आफ्नो गौरवशाली रघुकुल टुङ्गिने भयो भने दुखी रहन्थे। त्यसो त पुत्र लाभ गर्नका लागि उनले अनेकौं उपाय नगरेका पनि होइनन्, तर कुनै परिणाम निस्केन। एक दिन उनले राजसभा बोलाएर भारदारहरूका सामु निकै उदास हुँदै आफ्नो मनको चिन्ता पोखे। सभामा उपस्थित रहेका त्रिकालदर्शी गुरु वशिष्ठले भने, राजन, हरेक कुराको पछाडि कुनै कारण रहेको हुन्छ। तपाईको अवस्था हेर्दा मलाई तपाईकै भलोको लागि कुनै दैवी योजना हुँदैछ जस्तो लागिरहेछ। पछि वशिष्ठकै सल्लाह अनुसार दशरथले पुत्रका मेष्टि यज्ञ गरेर त्यसको परिणाम पनि चमत्कार नै भयो। एकैसाथ दरबारका 3 जना रानीहरूले गर्भधारण गरे। दशरथले प्रसन्न हुँदै ईश्वरको स्मरण गरे। अयोध्यामा अभूतपूर्ण खुसीको लहर छायो। रामायणमा भने अनुसार अयोध्यामा दशरथको पुत्रका मेष्टि यज्ञ हुँदै गर्दा देवलोकमा देवताहरूको महत्त्वपूर्ण बैठक बस्यो। त्यहाँ देवताहरूले ब्रह्माजीसित शिकायत गर्दै भने, हे ब्रह्मादेव, तपाईँको वरदान पाएपछि राक्षसराज रावण अझै भएका छन्। उनले सर्वत्र उत्पात मचाउन थालेको धेरै भइसक्यो। हामी सबै हैरान भइसकेका छौँ, तर तपाईँको वरदानबाट संरक्षित भएकोले हामी उनलाई केही गर्न सक्दैनौँ। उनको हेपाह प्रविधि सहनै नसकिने भइसकेको छ। तथापि हामीले लाचार भएर उनले गरेका सबै अत्याचार सहेर बस्नु परेको छ। अब तपाईँ हाम्रो उद्धारको उपाय निकाल्नुहोस्। ब्रह्माजीले भन्नुभयो, रावणले आफ्नो शक्तिको दुरुपयोग गरिरहेको कुरा मलाई पनि थाहा छ। त्यस बेला उनले गरेको कठोर तपको प्रभावले गर्दा म उनलाई उनले इच्छा गरे झैँ देवता, दानव, राक्षस, गन्धर्व, यज्ञ आदिबाट अभिजित रहने वरदान दिन बाध्य भएको थिएँ। तर उनी आफैले आफ्नो मृत्युको बाटो खुला पनि राखेका छन्। आफ्नो अहङ्कारले गर्दा उनले मृत्युजनबाट अभिजित हुने वरदान मागेनन्। मैले तिमीले किन मनुष्यको नाम लिन छुटायौ भनी सोद्धा उनले मनुष्य जस्तो तुच्छ जातिबाट बचेर हिँड्न पनि वर चाहिन्छ र
र भन्दै खिसी गरेका थिए। यसरी मनुष्य जातिबाट खतरा नदेख्नु नै उनको कमजोरी भएको छ। उनको रक्षा कवचमा रहेको छिद्र पनि त्यही हो। एक दिन उनको अन्त कुनै मानिसको हातबाट नै हुनेछ। ब्रह्माजीको कुरा सुनेर देवताहरूले राहतको सास फेरे, तर रावणले कुनै ऐरे गैरे मानिसबाट मरिनु सम्भव छैन भन्ने कुरा उनीहरूले बुझेका थिए। यस्तो काम भगवान विष्णुबाट मात्र सम्भव छ भनी उनीहरूले विष्णु कहाँ गएर प्रार्थना गरे। विष्णुले देवताहरूलाई भन्नुभयो, अधर्मी रावणको संहार गरी सबैको रक्षा गर्नु मेरो कर्तव्य हो र उनको अन्त कसरी गर्न सकिन्छ भन्ने पनि मलाई थाहा छ। छिट्टै तिमीहरूको रावणको पुष्पक विमान देख्न साथ डराएर भाग्नुपर्ने स्थितिको अन्त हुनेछ। त्यही बखत उहाँले देवताहरूलाई आफूले रघुकुलका राजा दशरथका पुत्रका रूपमा जन्म लिएर रावणको विनाश गर्ने आश्वासन दिनुभयो। विष्णुको कुरा सुन्दै गर्दा उहाँसँगै रहेकी श्रीलक्ष्मी मुसु मुसु हाँसिरहनु भएको थियो। यसरी दशरथ र उहाँका रानीहरूमाथि भगवानको कृपा हुने पक्का भएको थियो। समय पुगेपछि दशरथका दरबारमा 4 जना सुन्दर कुमारहरूको जन्म भयो। चैत्र शुक्ल नवमीका दिन ठिक मध्याहको समय महारानी कौशल्याको कोखबाट एउटा दिव्य शिशुको जन्म भयो। शिशुको बदन श्यामल रङ्गको थियो भने उनको मुहारमा पूर्णचन्द्रको चमक थियो। त्यस शिशुको ज्योतिको अगाडि प्रसूति कक्षमा बलिरहेको दीपक धमिलो देखियो। कालो घुँगरीले कपाल अहिले नै केही बोलिहाल्ने हो कि जस्तो लाग्ने सुन्दर अधर देखेको कौशल्या र दशरथ मुग्ध भए। त्यो खबर पाएर कैकै पनि धेरै खुसी भइन्। तर पनि अधिकांश समय आफ्ना साथ रहिरहेको भए तापनि पुत्र लाभ गर्ने बेला आफू पछि परेको कुराले उनको मनमा च्वास्स नगचेको भने होइन। त्यसको भोलिपल्ट कैकैले पनि तेजस्वी पुत्रलाई जन्म दिइन् र दशरथको हर्ष दोब्बर भयो। अर्को दिन सुमित्राले पनि 2 जुम्लिया पुत्रलाई जन्म दिएको खबर सुनेपछि दशरथको हर्ष उल्लासको सीमा नै रहेन र उनले आफ्ना वरिपरि रहेका सबै सेवक र सुसारीहरूलाई बहुमूल्य उपहार बाँडे। त्यसो त अयोध्याको राजकुलमा पहिले पनि धेरै प्रतापी राजाहरूको जन्म नभएको होइन, तर अहिले भने जगदीश्वरले जगतमा पदार्पण गर्दै रहेको अवस्था थियो र अयोध्यामा वैकुण्ठ अवतरित भए जस्तै लागिरहेको थियो। घर घरमा दीपावली गरियो, नगरभरि हर्ष बढाइ भयो। झिलमिल चम्कदै रहेको अयोध्या दरबारको द्वार अगाडि भेला भएर नगरवासीहरूले नाचगान गर्दै खुसियाली मनाए। पछि शुभ मुहूर्तमा गुरु वशिष्ठले कौशल्याको कोखबाट जन्मेका दशरथ नन्दनको नाम राम राखे। त्यस्तै गरी उनले कैकैको कोखबाट जन्मेका कुमार भरत र सुमित्राको कोखबाट जन्मेका कुमार र लक्ष्मण शत्रुघ्न भनी चिनिनेछन् भनी अरू 3 जना शिशुको पनि नामाकरण गरे। 4 जना राजकुमारहरू हेर्दा उस्तै उस्तै देखिन्थे, तथापि राम अरूभन्दा बढी तेजस्वी र मनमोहक हुनुहुन्थ्यो भनिन्छ। अयोध्यामा रामको जन्म भएको समय लङ्कामा रावणको मनमा ठुलो खुल्दुली भएको थियो। एक्कासी रावणको मन हडबडायो। उनको शरीर लर्खराएर उनको शिरमा रहेको मुकुट तल भुइँमा खस्यो। उनी आत्तिएर उनले किन त्यस्तो अपशकुन देखिएको होला भनी जान्न खोजे। त्यस बखत उनीसँग बसिरहेका भाइ विभीषणले भने, महाराज, तपाईँको वध गर्नका लागि कतै कसैको जन्म भए जस्तै लागिरहेछ, सतर्क रहनुहोला। श्रीरामको अवतरण गएदेखि अयोध्या झनै उल्लास देखिन थाल्यो। उहाँको सुन्दर मुहार हेर्दै गर्दा अयोध्यावासीहरूले पूर्णिमाको चन्द्रमा हेरे जस्तै गरी आनन्द अनुभूत गर्दै सबैले उहाँलाई रामचन्द्र भनेर सम्बोधन गर्न थाले। त्यसमाथि उहाँको दर्शन गर्न भनी ठाउँ ठाउँबाट ऋषिमुनि र साधु सन्तहरू अयोध्या र आउने क्रम बढ्न थालेको अयोध्या अरू गुल्जार देखियो। रामको मुहार हेर्दै गर्दा दशरथ र उनका रानीहरूले बारम्बार भगवानको अलौकिक स्वरूपको अनुभूति पाउने गर्थे। तथापि उनीहरूको मनमा रामप्रति वात्सल्य भाव नै हावी रह्यो। भरत, लक्ष्मण र शत्रुघ्न पनि निकै सुन्दर थिए, तर रामको आकर्षण हरेक किसिमले बेग्लै खालको थियो। सानैदेखि दशरथका 4 राजकुमारहरू बीच गजबको मेल थियो। उनीहरू एक अर्कालाई निकै माया गर्दथे। खेल्ने बेला समेत कसैले कसैलाई प्रतिद्वन्दी मानेको देखिएन। कसैले कसैसित कहिल्यै प्रतिस्पर्धा गर्न चाहेनन्, कसैले कसैसित प्रतिस्पर्धा गर्न चाहेनन्, न कसैले कसैमाथि हावी हुन खोजेको देखियो। त्यसमाथि राम सधैँ आफ्ना भाइहरूलाई प्रसन्न राख्न चाहनुहुन्थ्यो। उहाँमा आफू ठुल्दाइ जस्तो भएर भाइहरूलाई यो गर त्यो नगर भन्ने आदेश दिने बानी थिएन। उहाँका भाइहरू पनि सधैँ उहाँहरूलाई संरक्षक मानेर उहाँकै साथमा बसिरहन चाहन्थे। सामान्यतया हुने खाने परिवारमा छोराछोरीहरू बीच हुने गरेको हानथापलाई ध्यानमा राख्दा
दशरथका पुत्रहरूको आपसी मेल अद्भुत थियो। तथापि राम र लक्ष्मण तथा भरत र शत्रुघ्नको जोडी विशेष खालको देखिन्थ्यो। सानैदेखि लक्ष्मण रामको पछि पछि लाग्ने मानव उनको जन्म रामका साथ बस्नकै लागि भएको थियो। राम पनि सधैँ लक्ष्मण आफ्नो साथ रहेको हेर्न चाहनुहुन्थ्यो। लक्ष्मणले खाएपछि मात्र आफू खानुहुन्थ्यो, लक्ष्मण सुतेपछि मात्र आफू सुत्नुहुन्थ्यो। लक्ष्मण रामकै अंश भए जस्तै देखिन्थ्यो, शरीर मात्रै बेग्लै। उता शत्रुघ्न पनि भरतको छाया जस्तै देखिन्थे, उनी पनि सधैँ भरतका साथ हुन्थे। किशोर अवस्थामा पुगेपछि रामले आफ्ना तीनैजना भाइहरूका साथ गुरु वशिष्ठको आश्रममा बसी शिक्षा हासिल गर्नुभयो। गुरुकुलमा बस्दा राम गुरु र गुरु लगायतका सबैका प्यारा हुनुहुन्थ्यो। सबैले उहाँको मेधा, लगन र शील स्वभावको प्रशंसा गर्थे र त्यसको प्रभाव उहाँका भाइहरूमा पनि पर्यो। दशरथका चारैजना राजकुमारहरू विद्या, विनय, शील र शौर्यले सुसम्पन्न भए, तर रामको शालीन व्यक्तित्व र सौम्य बोली व्यवहारमा भने विशेष खालको आकर्षण थियो। उहाँ माता पितालाई हर तरहले प्रसन्न राख्नुहुन्थ्यो र अग्रज गुरुहरूलाई अत्यन्त आदर गर्दै उनीहरूको अर्थी उपदेश ग्रहण गर्नुहुन्थ्यो। अयोध्याका जनता पनि उहाँको बोली व्यवहार देखेर मुग्ध थिए। विश्वामित्रले श्रीरामलाई लिएर गए। राम, लक्ष्मण, भरत र शत्रुघ्न करिब 16 वर्षका भए। त्यसबेला केटा 16 वर्ष भएपछि माता पिताले पुत्रको विवाहको तर्खर गर्थे। दशरथले पनि आफ्ना पुत्रहरूको विवाहको समय आयो भनी सोच्न थाले। एक दिन उनी सभा कक्षमा गुरु वशिष्ठ तथा मन्त्रीहरूका साथ आफ्ना पुत्रहरूको विवाहबारे छलफल गर्दै थिए। वशिष्ठले भने, महाराज, अचेल अयोध्याका जनजनको मुखमा तपाईँका पुत्रकै नाम छ। जनता तपाईँका पुत्रहरूसित प्रसन्न छन्। उनीहरू राजकुमारहरूको विवाह हेर्न लालायत पनि भएका छन्। रामको त के कुरा गरौँ, सबैका लागि नै उनका आँखाका नानी भएका छन्, आस्था र भरोसाका केन्द्र भएका छन्। त्यही बेला द्वारपालले महर्षि विश्वामित्रको आगमनको सूचना ल्यायो। त्यस्ताका राजा महाराजहरूको बारम्बार ऋषि मुनिहरू आउने जाने भइरहन्थ्यो। राजाले उनीहरूको यथोचित स्वागत सत्कार गर्थे र उनीहरू पनि राजालाई सुभाषित दिएर आफ्नो बाटो लाग्थे। दशरथले विश्वामित्रको आगमनलाई त्यस्तै एउटा नियमित घटनाको रूपमा लिए। उनले विश्वामित्रको आगमनबाट एउटा युगान्तकारी घटनाको पृष्ठभूमि बन्दैछ भन्ने कुराको अन्दाज गर्न सकिरहेका थिएनन्। तथापि उनलाई विश्वामित्रको स्वभाव र तपोबलबारे राम्रो जानकारी थियो र हतरपतर उनी आफै गएर विश्वामित्रलाई स्वागत गर्दै भित्र ल्याएर आए। भलाकुसारी पछि विश्वामित्रले भने, महाराज, अयोध्याको प्रगति र अयोध्यावासीको खुसी देखेर म प्रसन्न भएको छु। दशरथले भने, यो सबै तपाईँको आशीर्वादको फल हो। तपाईँको पदार्पणले अयोध्या पवित्र भएको छ। के कति कारणले आउनु भएको हो र म के सेवा गर्न सक्छु, त्यो आज्ञा होस्। म मुनिवरले चाहेको कुरा सहर्ष पुरा गर्ने वचन दिन्छु। त्यस बेलाका धेरै राजा महाराजहरूमा हुने गरेको हतारमा वचन दिने र फुर्सदमा पछुताउने बानी दशरथमा पनि थियो। विश्वामित्रले केही माग्नु अगावै उनले मुनिले चाहेको कुरा पुरा गर्ने वचन दिइहाले। विश्वामित्रलाई आसन ग्रहण गराएपछि दशरथले सोधे, महर्षि, के तपाईँको आश्रमको हाल खबर सबै कुशल मङ्गल छ? विश्वामित्रले भने, म एउटा समस्या लिएर यहाँ आएको हुँ। तपाईँको कुरा सुनेपछि म आफ्नो समस्या समाधान हुने भयो भनी ढुक्क भएको छु। दशरथले सोधिहाले, के त्यस्तो समस्या आइहाल्यो, भन्नुहोस्, सेवाको लागि म हाजिर छु। विश्वामित्रले भने, कुरा यस्तो छ राजन, अचेल म विशेष उद्देश्य लिएर एउटा अत्यन्त महत्त्वपूर्ण यज्ञ अनुष्ठान गर्दैछु। यज्ञको सङ्कल्प लिएपछि त्यसलाई पुरा गर्नुपर्छ, तर मारिच र सुबाहु नाम गरेका 2 मायावी राक्षसहरू मेरो अनुष्ठान पुरा हुन नदिनका लागि कम्मर कसेर लागेका छन्। मेरो अनुष्ठान पुरा हुन लागेको बखत पारेर ती 2ले मेरो यज्ञ कुण्डमा हाड, मास र रगतको वर्षा गरेर विघ्न गर्दछन् र मेरो प्रयत्नलाई विफल पार्दछन्। त्यसैले गर्दा मैले आफ्नो सङ्कल्प पुरा गर्न सकिरहेको छैन। यज्ञमा पटक पटक विघ्न भइरहेकोले गर्दा मेरा साथ रहेका ऋषिहरू दिक्क भइरहेका छन्। ती राक्षसहरूले दिइरहेको पीडाको कारण सधैँ यज्ञ हवन भइरहने र वेद ध्वनि गुन्जिरहने सिद्ध आश्रम उजाड हुन लागेको छ। आश्रम वरिपरि बस्ने आदिवासी वनवासीहरू पनि उत्पीडित र असुरक्षित र आतंकित हुँदै गइरहेका छन्। त्यसैले तपाईँको सहयोग खोज्दै म यहाँ आएको हुँ। उनले भने, राजन, मेरो भन्नुको तात्पर्य
गरे मलाई राक्षसको डर छ भन्ने होइन, म आफै पनि 2 राक्षसलाई समाप्त पार्न सक्थे, तर मेरो यज्ञको नियमले मलाई त्यसो गर्ने छुट दिँदैन। यज्ञ हवनको संकल्प लिएपछि कसैले पनि क्रोधित हुन र हत्या हिंसामा लाग्नु मिल्दैन। यज्ञ गर्ने मानिसको मन स्थिर शान्त र संयमित हुनु पर्दछ। फेरि मुठभेडमा उत्रिनु भनेको ऋषि मुनिको स्वाभाविक कर्म पनि होइन, साधु सन्तको रक्षा गर्नु राजाहरूको स्वधर्म हो। राक्षसहरूले मेरो यज्ञमा निरन्तर भाँजो हाल्दै गरेको देखेर म आफै पनि निराश हुने अवस्थामा पुगेको थिएँ। तर मलाई राजकुमार रामको याद आयो। मेरो मनमा लाग्यो दशरथ नन्दन रामले यी 2 राक्षसहरूलाई समाप्त पार्न सक्छन्। भर्खरका किशोर भए तापनि उनीसित ती राक्षसहरूको वध गर्ने क्षमता छ। त्यसर्थ हे राजन, थोरै दिनका लागि मेरा हातमा रामलाई सुम्पिनुहोस्। मेरो काम सकेपछि म फेरि उनलाई तपाईँ कहाँ लिएर आउने छु। मेरो साथ रहने बेला म उनलाई धेरै अस्त्र शस्त्रको शिक्षा पनि प्रदान गर्नेछु र त्यसपछि दुनियाँमा कसैले पनि उनको बराबरी गर्न सक्ने छैन। उनी अझै बन्नेछन्। विश्वामित्रलाई रामको वास्तविक पहिचान र उहाँको अवतरणको उद्देश्य बारे राम्रो ज्ञान थियो। उनी त्यही उद्देश्य पूरा गर्नका लागि विधाताका निम्ति भएर अयोध्या गएका थिए। दशरथ बडो ध्यानपूर्वक विश्वामित्रको कुरा सुन्दै थिए। उनी आफैले पनि समय समयमा राक्षसहरूले ऋषि मुनिहरूलाई सताउने र ठाउँ ठाउँमा आतंक फैलाउने गरेको कुरा नसुनेको होइन। उनी पनि त्यो समस्याको समाधान होस् भन्ने चाहन्थे। तर विश्वामित्रले रामलाई लिएर जाने कुरा गरेपछि भने उनी ठुलो तनावमा परे। उनले आँखा अगाडि अँध्यारो छायो। वृद्धावस्था पुगेपछि बल्ल तल्ल प्राप्त भएको राम जस्ता मनोहर पुत्रलाई राज्यसित भिड्न पठाउने कुरा उनले स्वीकार नसक्ने अवस्था थिएन। उनी रामको वास्तविक पहिचानबारे अनभिज्ञ थिए। अर्कोतर्फ विश्वामित्रको प्रस्ताव इन्कार गरे। उनले रिसाएर श्राप देलान् भन्ने पिर पनि थियो। दशरथ के गरौँ के नगरौँ भन्ने द्वन्द्वमा परेर भैचन भए। एकैछिनपछि जबरजस्ती आफूलाई सम्हाल्दै उनले भने, महर्षि, राम अहिले कलिलै छ। उसले भर्खर 16 वर्षमा टेकेको छ। उसले अहिलेसम्म युद्ध लडेकै छैन र उसले युद्धकाल सिक्न पनि बाँकी नै छ। उसलाई राक्षसले गर्ने मायावी छल कपटबारे केही ज्ञान छैन। मैले वृद्ध अवस्थामा ठुलो साधना गरेर पाएको रामलाई सिधै कालको मुखमा कसरी पठाऊँ? राम बिना म एकछिन पनि जीवित रहन सक्दिन। एकछिन मात्र उसलाई नदेख्दा पनि म बेचैन हुन्छु। कृपया मेरो प्राण मसित अलग पार्ने कुरा नगर्नुहोस्। म रामलाई तपाईसित पठाउन सक्दिन। बरु म आफै मेरो सेना लिएर तपाईका साथ जान्छु र तपाईको अनुष्ठान पूरा नहुन्जेलसम्म दिलो ज्यानले तपाईको यज्ञ स्थलको रक्षा गर्छु। विश्वामित्रलाई दशरथबाट आफ्नो काम बन्दैन भन्ने थाहा थियो। दशरथ ख्याति प्राप्त योद्धा भए पनि वृद्ध भइसकेका थिए र उनले युद्ध गर्न छाडेको पनि धेरै भइसकेको थियो। उनले रावणसित टक्कर लिन सक्ने सम्भावना थिएन। त्यो कुरा विश्वामित्रले राम्ररी बुझेका थिए। त्यसर्थ उनले स्पष्ट गरी भने, मलाई चाहिएको राम हो। उनलाई नपठाउने हो भने मलाई अरू कसैको सहयोग चाहिँदैन। सायद दशरथले कुरा अन्यत्र मोड्न चाहेर उनले विश्वामित्रलाई यज्ञमा भाँजो हाल्ने राक्षसहरूको तागतबारे प्रश्न गरे। विश्वामित्रले भने, मेरो यज्ञ अनुष्ठानमा बाधा पुर्याउने सुभाउ र मरिच सर्वत्र उत्पात मचाइरहेका लङ्काका राक्षस राज रावणका मतियार हुन्। रावणले दक्षिणतिरको भूभाग पुरै आफ्नो नियन्त्रणमा लिइसकेको छ र अब ऊ उत्तरतिर आफ्नो प्रभाव फैलाउँदैछन्। अहिले उनी आफै अगाडि आइरहेका छैनन्। उनले आफ्ना सहयोगीहरूलाई खटाएर आफ्नो अभिष्ट पूरा गरिरहेका छन्। त्यति मात्र नभई मेरो सिद्ध आश्रमको नजिकै ताडाका नाम गरेकी कुर राक्षसनीको गुफा पनि छ। राक्षसहरूको मुख्य काम भनेकै हामी जस्ता सनातन धर्म र वैदिक यज्ञ अनुष्ठानमा लागेकाहरूलाई सताउनु र हतोत्साहित गर्नु हो। एकछिन रोकेर उनले भने, महाराज दशरथ, तपाईँ आफै पनि राक्षसी शक्तिको खतरबाट मुक्त हुनुहुन्न। अहिले आफूलाई यस्तो केही आइपरेको छैन भने चुप लागेर नबस्नु। चारैतिरबाट घेराबन्दी गरेपछि रावणले तपाईलाई पनि छोड्ने छैनन्। त्यसैले सारा आर्यावर्तको हितकै लागि मैले रामलाई लिन आएको हुँ। 10 दिनका लागि मात्र म लिएर जान चाहन्छु। विश्वामित्रले रावणको नाम लिएपछि दशरथ झनै तर्से। उनी रावणको शक्तिबारे अनभिज्ञ थिएनन्। उनले भने, मुनिवर, रावणसित टक्कर लिने हिम्मत म आफैमा पनि छैन। यस्तो खतरनाक काम रामबाट कसरी सम्भव होला? राममाथि दया गर्नुहोस्, म माथि कृपा पार्नुहोस्। दशरथको भित्री मनसाय अन्तगत्वा रावणसित भिड्नु पर्ने झमेलामा राम र आफू दुवै पर्न नपरोस् भन्ने थियो। उनले फेरि भने, अब त म रामलाई तपाईको साथ पठाउने कुरा सोच्न समेत नसक्ने अवस्थामा पुगेको छु। त्यसको परिणाम जेसुकै होस् म त्यस्तो सहन तयार छु। विश्वामित्रले भने, महाराज, यो
मेरो व्यक्तिगत अनुष्ठानको मात्र कुरा होइन। रामको उमेर कति छ मलाई थाहा छ, उनी कति सामर्थ्य छन् र उनको बाजुमा कति तागत छ भन्ने कुरा तपाईँले भन्दा मैले बढी जानेको छु। मलाई राम नै चाहिएको हो, अरू कोही होइन। दुविधामा नपर्नुहोस्, रामलाई मेरो साथ जान दिनुहोस्, अन्यथा तपाईँको कारणले रघुकुलको इतिहासमा कलङ्क लाग्नेछ। विश्वामित्र धेरै रिसाइसकेका थिए। उनको मनमा दशरथले आफूलाई अविश्वास गरे जस्तै लागिरहेको थियो। उनले फेरि भने, राजन, तपाईँ रघुकुलको सत्यनिष्ठा परम्परामा आघात पुर्याउने कुरा गर्दै हुनुहुन्छ। एकातिर म सारा आर्यावर्तमाथि आउन लागेको खतरा टार्न अनुष्ठान गर्दैछु, अर्कोतर्फ तपाईँ भने तपाईँकै हित हुने काम गर्न खोज्ने मलाई सहयोग गर्न तयार हुनुहुन्न। केही छैन, म जसरी आएको थिएँ त्यसरी नै फर्केर जानेछु। मेरो काम नभए पनि म चित्त बुझाएर बस्न सक्छु, तर रघुवंशमा आफूले दिइसकेको वचन पुरा नगर्ने राजा पनि आएछन् भन्ने कुराले मलाई घोचिरहनेछ। स्थिति सम्हाले उनले दशरथतिर हेर्दै भने, राजन, मैले राजकुमारलाई दिएको शिक्षा धर्म, न्याय, राजनीति, कूटनीति, सुशासन र सदाचारका विषयमा केन्द्रित भए पनि उनीहरू धनुविद्यामा पनि निपुण भइसकेका छन्। त्यसैले तपाईँले डराइहाल्नुपर्ने अवस्था छैन। महर्षि विश्वामित्र अपराजय योद्धा पनि हुनुहुन्छ भन्ने कुरा तपाईँले बिर्सनु भएन। उहाँलाई युद्धकालको अपार ज्ञान छ र उहाँ असङ्ख्य दिव्यशास्त्रले सुसज्जित पनि हुनुहुन्छ। उहाँसित अहिलेसम्म कसैले भेटाउन नसक्ने अशस्त्रको भण्डार छ। रामको सुरक्षाबारे तपाईँले कुनै चिन्ता लिनु आवश्यक छैन। विश्वामित्रका साथ रहँदा उनी पूर्णतले सुरक्षित रहनेछन्। फेरि रामको भूत, वर्तमान र भविष्यबारे त्रिकालदर्शी विश्वामित्रलाई सबै थाहा छ। उहाँले त्यत्तिकै रामलाई माग्न आएको होइन, उहाँ पछि हुने कुराको गहन विचार गरेपछि मात्र कदम चाल्ने महाज्ञानी हुनुहुन्छ। अहिले यहाँ उहाँको पदार्पण जो भइरहेछ त्यसको पछाडि निकै ठुलो रहस्य हुनुपर्छ। वास्तवमा रामको कल्याण गर्नका लागि नै उहाँ यहाँ आउनुभयो। उनले फेरि भने, महाराज, कता कता मलाई लागिरहेछ कि विश्वामित्रसितको बसाई रामको लागि अनमोल अवसर साबित हुनेछ। त्यसर्थ महर्षिको अनुरोध इन्कार गरी रामको उन्नतिको बाटो छेक्ने काम नगर्नुहोस्। यसरी आफ्नो ढोकासम्म आएर विश्वामित्रले रामलाई लिन आउनु भनेको हाम्रो लागि अहोभाग्यको कुरा हो। वशिष्ठले पनि भने, राजन, तपाईँलाई यज्ञको फलले पुत्र लाभ भएको हो। अब यज्ञकै रक्षाको लागि तपाईँको पुत्रको माग भइरहेको छ। कालान्तरमा यसले रघुकुललाई गौरवान्वित बनाउनेछ। विश्वामित्रबाट प्रशिक्षित भएपछि राम अझै बन्नेछन्। बरु लक्ष्मणलाई पनि रामका साथ पठाउनु श्रेयस्कार हुने देखिन्छ। विश्वामित्रले लक्ष्मणलाई मागेका थिएनन्, तर वशिष्ठलाई राम र लक्ष्मण एकअर्कासित अलग भएर बस्न नसक्ने कुरा थाहा भयो। अब रामका साथ लक्ष्मण पनि जाने भए। ठुला बडा साधु सन्त र सिद्ध पुरुषहरूको आगमन कहिल्यै निर्थक हुँदैन। उनीहरू कसैलाई समस्यामा पार्दैनन्, बरु समस्याको समाधान लिएर आइरहेका हुन्छन्। भलै उनीहरू आफै त्यसको विज्ञापन गरेर हिँड्दैनन्। विश्वामित्रको आगमन भएको बेला दशरथ आफ्ना सभासदहरूसित आफ्ना पुत्रको विवाह कहाँ र कहिले गर्ने भन्ने बारे चर्चा गर्दै थिए। पछिको घटनाक्रमले देखायो विश्वामित्रले दशरथको प्रश्नको उत्तर पनि लिएर गएका रहेछन्। रामलाई विश्वामित्रका साथ पठाउने बेला दशरथ निकै डराएका थिए, तर पछि त्यसको परिणाम देखेपछि उनी दङ्गदास परे। विश्वामित्र र दशरथका बीच कुरा बिग्रिनै लागेको बेला वशिष्ठले सद्बुद्धि दिएर दशरथलाई बचाए। शासकले ज्ञानी गुणी व्यक्तिलाई आफ्नो साथमा राख्नुपर्छ भनेको त्यसै हो। तर खेदको कुरा यो हो कि कतिपय शासकहरू चाटुकार र चाप्लुसीहरूका साथ मात्र बस्न रुचाउँछन्, तर त्यसैले गर्दा तिनीहरू एन मौकामा सही निर्णय लिने मामलामा चुक्दछन् पनि। अन्ततः दशरथ राम र लक्ष्मणलाई पठाउन राजी भएर उनले दुवैलाई सैदव विश्वामित्रको आदेश मान्नु भनी आज्ञा पनि दिए। काँधमा धनुष बोक्दै गरेका राम र लक्ष्मणले शिर झुकाउँदै दशरथको चरण छोएर बिदा मागे। राम र लक्ष्मण दुवैको शिरमा दशरथको आँखाबाट टपक टपक झर्दै गरेको तातो आँसु पर्यो। जान अघि विश्वामित्रले दशरथलाई भने, राजन, राम र लक्ष्मण मेरो साथमा सुरक्षित रहने कुरामा ढुक्क रहनुहोस्। पुत्र मोहमा परेर तपाईँले एकछिनको लागि समयको माग र आफ्नो उत्तरदायित्व बिर्सिनु भएको हो। आफूलाई मन परेको व्यक्ति भन्दैमा कसैले कसैको साथ सधैँ खोजिरहने हट गर्नु हुँदैन। कोही पनि कसैको साथ सधैँ रहनुपर्छ भन्ने छैन, त्यस्तो पनि हुँदैन। आफ्नो समय आएपछि सबैले आफ्नै हिसाबले आगको यात्रा तय गर्नुपर्ने हुन्छ।
अहिले राम र लक्ष्मण मसित जाँदैछन्, तर छिट्टै म आफै पनि उनीहरूसित विदा भएर आफ्नो गन्तव्यतर्फ लाग्ने दिन आउनेछन्। दशरथको डर हराइसकेको थियो, तैपनि उनले विश्वामित्रलाई बिन्ती गर्दै भने, पूज्यवर, मैले मेरो मुटु तपाईलाई दिँदैछु, मेरा पुत्रहरूको राम्ररी हेरविचार गर्नुहोला। यहाँनिर आफू तपोबल र दिव्य शास्त्रले सुसज्जित भएर पनि विश्वामित्रले आफै राक्षसहरूको सामना नगरी किन कहिले युद्ध नलडेका किशोर रामको सहयोग लिन खोजेका होलान् भन्ने जिज्ञासा उठ्न सक्छ। यसको उत्तर विश्वामित्र आफैले दिइसकेका छन्। उनी भन्दछन्, लडाईँ झगडा गर्नु यज्ञ हवनको संकल्प लिएर हिँडेका ऋषिमुनिको स्वधर्म होइन। हत्या हिंसामा लाग्नु यज्ञको नियम विपरीत हुन्छ र यो धर्मानुकूल पनि हुँदैन। हो, ऋषिमुनि कसैलाई श्राप दिने वा कसैको हत्या गर्ने काम गरेको अवस्थामा उनीहरूले कठोर तपस्याबाट प्राप्त गरेको सिद्धिको दुरुपयोग हुन्छ। फेरि क्रोधित मनले यज्ञ गर्न पनि सकिन्न। त्यसैले गर्दा ऋषि मुनिहरू आपतको घडीमा क्षेत्रीय राजाहरूको सहयोग माने गर्छन्। त्यसमाथि ब्रह्मा ऋषि भइसकेका विश्वामित्रले कसैसित मुठभेडमा अल्झिरहनु मानसिक पनि होइन। सर्वमान्य भइसकेका व्यक्तिले आफ्नो मान पदवीलाई सुहाउने व्यवहार मात्र गरेर बस्न सक्नुपर्छ। त्यसैले बडा बन्नु बडो कठिन हुन्छ पनि भन्छन्। रावणको बढ्दो प्रभाव रोक्नका लागि विश्वामित्रले पहिले नै महाप्रतापी परशुरामलाई किन नगुहारेका होलान् भन्ने जिज्ञासा पनि हुन सक्छ। परशुरामलाई रावणलाई पराजित गर्ने क्षमता नभएको पनि होइन, तर उहाँ लडाईँ झगडा गरेर जपतमा लागिसक्नु भएको अवस्था थियो। फेरि उहाँको क्षेत्रीय विरोधी छविले गर्दा क्षेत्रीय जातिका विश्वामित्रको ध्यान उहाँतर्फ नगएको पनि हुन सक्छ। विश्वामित्र आफै पनि एक समय धेरै पराक्रमी क्षेत्रीय राजा थिए। एक दिन क्षेत्रीयहरू ब्रह्मा ऋषि जस्तो शीर्ष पद पाउन योग्य हुँदैनन् भन्ने टिप्पणी सुनेपछि उनको मनमा ठूलो चोट पर्यो। त्यसपछि उनले अथक साधन गरेर ब्रह्मा ऋषिको उपाधि प्राप्त गरे र आस्था, निष्ठा र लगनले निरन्तर प्रयत्न गर्दै रहने जुनसुकै साधनका लागि पनि त्यो पद सुलभ हुन सक्छ भन्ने कुरा प्रमाणित पनि गरेर देखाए। सायद यही कारणले गर्दा पनि उनले रावणको नेतृत्वमा भइरहेको राक्षसी आतंकको विरुद्ध हुने अभियानको नेतृत्वदायी भूमिकामा कुनै शूरवीर क्षेत्रीयलाई नै अघि बढाउन खोजिरहेका थिए। श्रीरामको अवतरण भएपछि विश्वामित्रले आफूले खोज्दै रहेको महापुरुष राम नै हुनुहुन्छ भनी थाहा पाए। उनी रामलाई लिन अयोध्या जानुको पछाडि रहेको मुख्य कारण यही थियो। त्यसबेला रावण चारैतिर राक्षसी धर्म र संस्कृति फैलाउन खोज्दै थिए। उनको प्रभाव बिस्तारै उत्तर भारततिर फैलिन थालेको थियो र उनको संरक्षण पाएका राक्षसहरूले सनातन धर्मावलम्बी ऋषि मुनिहरूलाई खोजी खोजी सताइरहेका थिए। एकातिर राक्षसहरूले खुलेआम आतंक र व्यभिचार फैलाइरहेका थिए भने अर्कोतिर कुनै क्षेत्रीय वीरले त्यसको प्रतिकार गर्दै हिम्मत देखाइरहेको थिएन। रावणका लागि मैदान खाली जस्तै भइरहेको अवस्था थियो। अयोध्याका राजा दशरथ प्रतापी भए पनि रावणका सामु नपर्ने मनस्थितिमा थिए। त्यस्तै गरी मिथिलाका राजा जनक पराक्रमी भए पनि उनको रुझान शस्त्रमा नभई शास्त्रमा थियो। रावणलाई मात गर्न सक्ने कार्तवीर्य, साहस र अर्जुन परशुरामको क्षेत्रीय विरोधी कोपको शिकार भइसकेका थिए। परशुरामले बारम्बार गरेको क्षेत्रीय दमनले गर्दा क्षेत्रीय राजाहरूको मनोबल गिरिसकेको अवस्था पनि थियो। उता रावणले भने आफूलाई रोक्न सक्ने वानर राजा बलिलाई मित्र बनाए र त्यसपछि उनको पुरा ध्यान जसरी हुन्छ त्यसरी राक्षसी धर्म संस्कृति भन्दा फरक बाटो लिनेहरूलाई आफ्नो पक्षमा ल्याउने र आफ्नो कुरा नमान्नेहरूमाथि दमन गरी सर्वत्र राक्षसी राज्य स्थापना गर्ने भन्नेमा केन्द्रित भयो। राजनीतिमा धर्मको भावना हुनु राम्रो हो, तर धर्ममाथि राजनीति भएर समस्या आइरहेको अवस्था थियो। यसरी दिनादिन बढिरहेको राक्षसी आतंकबाट आजित भइरहेका विश्वामित्रले राममा ठूलो सम्भावना देखेर उनी रामलाई रावणका विरुद्ध अभियान चलाउनका लागि सक्षम बनाउन आफूले सक्दो सहयोग गर्न खोजिरहेका थिए। राम र लक्ष्मणलाई साथमा लिएर विश्वामित्र सीता आश्रमतिर गए। उनले राम र लक्ष्मणलाई पैदल यात्रा गराउँदै लगे, किनकि उनी अयोध्याका राजकुमारहरूलाई त्यस क्षेत्रमा रहेको समस्याको वास्तविकता नजिकबाट देखाउन चाहन्थे। अयोध्याबाट निस्केपछि नै विश्वामित्रले दुवैलाई विभिन्न विषयमा शिक्षा प्रदान गर्दै पनि लगे। उनले इतिहासका पुराना कुराहरू सुनाउँदै गरेकोले राम र लक्ष्मणलाई यात्रा रमाइलो लागिरहेको थियो। बावन देवको आश्रम आइपुग्दा भने रामलाई आफू पहिले पनि त्यस स्थलमा पुगिसके जस्तै अनुभूति भयो। पछि विश्वामित्रले रामलाई भने, राम, तिम्रो सरोकार मेरो यज्ञ सम्पन्न गर्नुमा मात्र सीमित छैन, तिमीले पुरै
पुरै आर्यवर्तलाई सम्हाल्नु पर्ने अवस्था आएको छ। तिमीले राक्षसी शक्तिको समूल विनाश गर्नुपर्छ र त्यसको लागि तिमीले एक दिन राक्षस राज रावणसित टक्कर लिनु पर्ने हुन्छ। रावण अत्यन्त शक्तिशाली छन् र देवताहरू समेत उनीसित पराजित भइसकेका छन्, तर उनी मनुष्यबाट भने सुरक्षित छैनन्। त्यसर्थ तिमी विशेष खालका शक्तिले सुसम्पन्न हुनु जरुरी छ र म तिमीलाई मसँग भएका सबै दिव्य शास्त्रहरूको ज्ञान दिन चाहन्छु। यसरी विश्वामित्रले राम अवतारको कार्य प्रारम्भ गर्नका लागि महत्वपूर्ण भूमिका बाँध्ने काम गरे। सिद्ध आश्रमतिर जाँदै गर्दा श्रीरामको हातबाट राक्षसी ताडकाको वध भयो। सुरुमा रामले स्त्री भनेर ताडकामाथि प्रहार गर्न हिचकिचाउनु भयो। गुरु वशिष्ठको आश्रममा उहाँले पाउनु भएको शिक्षा अनुसार स्त्री जातिको वध गर्नु अपराध हुन्थ्यो। विश्वामित्रले भने, राम, स्त्री हत्या गर्नु ठिक होइन भनी त्यस राक्षसनीमाथि दया नगर। अपराध स्त्री र पुरुष दुवैबाट हुन सक्छ र अपराधी जोसुकै भए पनि त्यसलाई दण्ड दिनु क्षेत्रीय धर्म हो। त्यसर्थ समय परिस्थिति हेरेर राजाले कठोर बन्न पनि सिक्नु पर्छ। चाहिने बेला मन दह्रो पार्न नसक्ने व्यक्ति राम्रो राजा बन्न सक्दैन र त्यसको राजाको कारणले देश र जनताको दुर्भाग्य भोग्नु पर्ने हुन्छ। उनले भने, ताडका स्त्री भए पनि राक्षसी प्रवृत्तिकी हुन्। यिनी दिनरात नशामा चुर रहन्छन् र निर्दोष मानिसहरूको हत्या हिंसा गर्दै हिँड्ने गर्छिन्। मेरो यज्ञ भङ्ग गर्ने दुष्ट मारिच र सुबाहु यिनकै पुत्र हुन्। त्यसर्थ मेरो आज्ञा पालन गरेर सम्झेर ताडकामाथि प्रहार गर। यथाशीघ्र उनलाई समाप्त गरी लोकको भलो गर। यसरी विश्वामित्रले रामलाई समय परिस्थिति अनुसार शास्त्र र शस्त्र दुवैको उपयोग गर्न सिकाए। त्यसपछि रामले ताडकामाथि प्रहार गर्नुभयो र ताडकाको वधसँगै उहाँबाट राक्षसहरूको संहार हुने कार्य सुरु भयो। अब विश्वामित्र राम र रावणको मुठभेड हुने पक्का भयो भनी ढुक्क भए र अत्यन्त हर्षित हुँदै उनले राम र लक्ष्मणलाई धेरै शक्तिशाली दिव्य शास्त्रबाट सुसज्जित गरिदिए। अन्ततः विश्वामित्र आफ्नो यज्ञ भूमि सिद्धाश्रम पुगेर उनले रामलाई भने, वत्स, मेरो यज्ञ भूमि यही हो। यज्ञको अर्थ आफ्नो स्वार्थको आहुति दिनु हो र त्यसको तात्पर्य सनातन धर्म संस्कृतिको मूल्य मान्यता र आदर्शको संरक्षण गरी मानव कल्याणका लागि आफूलाई समर्पण गर्नु हो। मैले यसो भनिरहँदा तिम्रो मनमा राक्षसहरू पनि यज्ञ गर्दछन्, उनीहरू पनि कठोर जप तप गर्दछन् भन्ने लाग्न सक्छ। बुझ्नु पर्ने कुरा के हो भने राक्षसी प्रविधि लिएकाहरूले गर्ने यज्ञको अभिप्राय भनेको बल र शक्ति प्राप्त गरी आफ्नो निजी स्वार्थ पूरा गर्नु मात्र हो। त्यसैले गर्दा राक्षसहरू यज्ञको फल प्राप्त गरेपछि त्यसको आडमा मनोमानी गर्न थाल्छन्। हामी ऋषि मुनिहरूले गर्ने यज्ञको ध्येय भने नितान्त भिन्न छ। हामी समस्त जीव र जगतको कल्याण तथा सर्वत्र सदाचार र सद्भावको अभिवृद्धि गर्ने उद्देश्य लिएर यज्ञ गर्दछौँ। हाम्रो आफ्नो निजी स्वार्थ केही हुँदैन। विश्वामित्रको कुराबाट राम धेरै प्रभावित हुनुभयो। उहाँले विश्वामित्रलाई राजस्थल र सुरक्षित रहने आश्वासन दिँदै निश्चित भई यज्ञ गर्न आग्रह गर्नुभयो र आफूले यज्ञ भूमिमा प्रहार दिँदै गर्नुभयो। राम र लक्ष्मणले 6 दिनसम्म 24 घण्टा प्रहार दिएपछि विश्वामित्रको यज्ञ निर्विघ्न सम्पन्न भयो। मारिच र सुबाहुले यज्ञमा विघ्न बाधा पुर्याउन धेरै कोसिस नगरेका होइनन्। उनीहरूले आफ्नी माताको वध गर्ने रामलाई सिद्धाउनु पर्छ भनी पटक पटक चर्को आक्रमण गरेका थिए, तर यी दुवै राक्षस रामका सामु धेरै बेर टिक्न सकेनन्। सुबाहु त्यही मारियो भने मारिचको दिन अझै बाँकी रहेछ र उसले सुइकुच्चा ठोक्यो। श्रीराम जनकपुर जानुभयो। सिद्ध आश्रमको यज्ञ अनुष्ठान सुसम्पन्न भएपछि खुसी हुँदै विश्वामित्रले राम र लक्ष्मणलाई भने, तिमीहरूले आज सिद्ध आश्रमको नाम सार्थक बनायौ। तिमीहरूको सहयोगले मेरो काम सफल भयो र म तिमीहरूसित अत्यन्त प्रसन्न भएको छु। म महाराज दशरथ प्रति पनि आभारी छु। रामले विश्वामित्रलाई भन्नुभयो, पूज्यवर, हामीले जे गर्न सक्यौं त्यो तपाईकै कृपाले पनि सम्भव भयो। अब हामीले अरू के गर्नु पर्छ त्यो पनि आज्ञा होस्। विश्वामित्रले भने, राम, तिमीले मेरो यज्ञ सम्पन्न गर्न सहयोग पुर्यायौ र तिम्रो पराक्रम सदैव प्रशंसनीय रहनेछ, तर यो तिमीबाट हुने सुकर्मको शुभारम्भ मात्र हो। तिमीले अरू पनि धेरै काम गर्न बाँकी छ। त्यो रामको जीवनमा पछि आउने चुनौतीहरूको पूर्व संकेत थियो। विश्वामित्रले फेरि भने, तत्कालका लागि म तिमीहरूलाई दुवैलाई साथमा लिएर जनकपुर जान चाहन्छु। राजा जनकको दरबारमा ठुलो यज्ञ हुन गइरहेको छ र त्यहाँ धेरै विशिष्ट अतिथिहरू पनि भेला हुँदैछन् र त्यहाँ तिमीहरूलाई रमाइलो हुने मात्र नभई तिमीहरूको भलो हुने काम पनि हुनेछ। राजा जनकको दरबारमा रहेको शिवधनु अचम्मको छ। अहिलेसम्म कसैले त्यसलाई उठाउन समेत सकेका छैनन्। त्यसमा प्रत्यञ्चा चढाउने भनेको असम्भव कुरा जस्तै भएको छ। तिमीहरूले त धनु
धनुष हेर्नु पर्छ, त्यसर्थ जनकपुर जाउँ, यज्ञमा सहभागी बनौँ र त्यसको सुप्रसिद्ध धनुष पनि हेरौं। उनीहरू सोच्दै थिए राम र सीताको शुभ विवाह सम्पन्न गराउने काम हुन बाँकी नै छ। राम र लक्ष्मण दुवैले उनको आज्ञा शिरोपर गर्नुभयो। जनकपुरतिर जाँदै गर्दा विश्वामित्रले राम र लक्ष्मणलाई बाटामा परेका विभिन्न स्थलहरूको भूगोल, इतिहास र संस्कृतिको परिचय दिँदै लगे। यही क्रममा उनले आफ्ना पुर्खाको इतिहास र आफ्नै जन्मको कुरा पनि सविस्तार सुनाए। उनले गंगा नदीको उत्पत्ति, अवतरण र महात्मा वर्णन गरेर रामको रघुकुलको गौरव गाथा पनि सुनाए। विश्वामित्रले बाटामा भेटे जतिलाई राम र लक्ष्मणले सिद्धाश्रममा देखाएको पराक्रमको कुरा पनि सुनाउँदै गए। अहल्याको उद्धार भयो। मिथिला क्षेत्रमा प्रवेश गर्दै गर्दा रामले बाटोको छेउमा एउटा सुन्दर उपवन र त्यहाँभित्र एउटा पुरानो आश्रम देख्नुभयो। त्यो आश्रम हेर्नमा अति मनोरम लागे पनि त्यहाँको वातावरण निर्जन र सुनसान थियो। यस्तो सुन्दर स्थल सुनसान भएकोमा आश्चर्य मान्दै रामले त्यसको कारण जान्न चाहनुभयो। अनि विश्वामित्रले उहाँलाई अहल्याको करुण कथा सुनाउँदै भने, एक समय यो गौतम मुनिको सुप्रसिद्ध आश्रम थियो। उनकी पत्नी अहल्या अनुपमा सुन्दरी थिइन् भनिन्छ। अहल्या सानी छँदै उनीमाथि देवराज इन्द्रको दृष्टि परेको थियो। इन्द्र अहल्यासित विवाह गर्न लालायित थिइन्, तर अहल्याको विवाह भने गौतम मुनिसित हुन गयो र इन्द्रलाई आफ्नो भाग अरूले खोसेर लगे जस्तै भयो। त्यसैले गर्दा अहल्या विवाह गरेर अन्तै गइसक्दा पनि इन्द्रले उनलाई बिर्सन सकिरहेका थिएनन्। उनी अहल्यालाई एकान्तमा भेट्ने अवसर खोज्दै थिए। उनले समय समयमा गौतम मुनिको आश्रम वरिपरि घुमेर मुनि दैनिकीको जानकारी लिँदै गरे र एक दिन बिहान सबेरै गौतम मुनि नदीमा स्नान गर्न गएको बेला पारेर उनले मौका छोपी हाले। अहल्यासित समागम गर्ने अभिष्ट लिएर इन्द्र त्यहाँ पुगे। अहल्याले प्रतिरोध नगरुन् र कुनै बवाल नहोस् भनी उनी भेष बदलेर गौतम मुनि जस्तै देखिने गरी कुटी भित्र पसेका थिए। त्यसो त आफ्ना पतिको भेषमा आउने इन्द्रलाई अहल्याले चिन्न नसकेकी होइनन्, तर उनको होस खुल्दा ढिलो भइसकेको थियो। उनी इन्द्रको बलियो बाहुपासमा परिसकेकी थिइन्। अहल्या कौतूहलको वंशमा पनि परेकी थिइन्। मानिसको देह न हो, यसको आफ्नो स्वभावगत कमजोरी हुने भइहाल्यो। अहल्याले प्रतिरोध गर्न सकिनन् र इन्द्रले सजिलै आफ्नो अभिष्ट पूरा गर्न पाए। तत्पश्चात अहल्याले इन्द्रलाई भनिन्, जे हुनु थियो तो भइहाल्यो, तपाईले आफ्नो इच्छा पूरा गरिसक्नुभयो, अब छिट्टै यहाँबाट भाग्नुहोस्। मेरा पतिले देखेको खण्डमा हामी दुवै उहाँको कोपको शिकार हुनेछौँ। इन्द्र कुटी बाहिर निस्कदै थिए। गौतम मुनि टुप्लुक्क आइपुगे। मुनिले त्यहाँ जे भएको थियो त्यसको सुइँको पाएर उनले अत्यन्त क्रोधित हुँदै इन्द्र र अहल्या दुवैलाई श्राप दिए। उनले मनमनै इन्द्रलाई श्राप दिँदै यस्तो पनि भने, सतान्ध भएर तिमीले जघन्य अपराध गर्यौ, तर तिम्रो शक्तिले गर्दा मैले अहिले तिम्रो प्रतिकार गर्न सकिन। अब उपरान्त भूगोलमा मात्र होइन, देवलोकमा समेत कसैले पनि स्थायी तवरले सत्तामा बसी मनमानी गर्ने अवस्था नरहोस्। यसरी आफ्नै कुकर्मको कारणले गर्दा देवराज इन्द्रले पनि एकनासले सत्तामा बसिरहन नपाउने अवस्था बन्यो। विश्वामित्रले फेरि भने, राम इन्द्रले आफू जोगिनका लागि अहल्या आफैले उनलाई बोलाएकी हुन् भनी झुठो कुरा पनि गरे। उता आफैले रङ्गे हात पक्रिँदा पनि गौतम मुनिले इन्द्रलाई श्राप दिने बाहेक अरू केही गर्न सकेनन्। इन्द्रको सत्ता शक्तिका सामु उनी निरह देखिए। इन्द्रको विरुद्ध खुलियाम विद्रोह गरे। आफ्नै प्रतिष्ठामा आँच आउला भनी उनी डराएको पनि हुन सक्छ। यस प्रकार व्यभिचार गर्ने इन्द्र त्यहाँबाट उम्केर गए। तर अहल्या भने कठोर दण्ड भोग्नु पर्यो। डरले थरथर काँप्दै गरेकी अहल्यातिर औंला तेर्साउँदै गौतमले भने, धिक्कार छ अधर्मी स्त्री, तिमीले स्त्री जातिलाई व्यभिचार बन्नका लागि प्रेरणा दिने कुकर्म गर्यौ। तिमी अब मेरी पत्नी बन्न योग्य रहिनौ र तिमी समाजमा कसैलाई मुख देखाउन पनि लायक रहिनछौ। म अहिले नै तिमीलाई परित्याग गरेर जाँदैछु। बस्दै गर। अब एक्लै आफ्नो पापको प्रायश्चित गर्दै यस उजाड वनमा कसैले तिम्रो वास्ता पनि गर्ने छैन। अहल्याले गौतमलाई मैले उनलाई तपाईलाई नै ठानेको थिएँ भन्दै माफी माग्दै थिइन्। उनले धेरै रोइ कराई गरेपछि गौतमले गम्भीर हुँदै यस्तो भने, अति राम्री हुनु पनि स्त्री जातिको लागि समस्या हुने रहेछ र अति राम्री स्त्रीको पतिले पनि समस्या भोग्नु पर्ने रहेछ। तिमी आफ्नै सुन्दरताको शिकार भयौ र म पनि अप्ठ्यारो
अप्ठ्यारोमा परे, अहिले नै म तिमीलाई सकार्ने हिम्मत गर्न सक्दिन। पछि समाजका कुनै प्रतिष्ठित मर्यादित महापुरुषले तिमीलाई माफी दिएर स्वीकार्यता जनाइदिएको अवस्थामा भने म मेरो निर्णय बारे पुनर्विचार गर्न सक्छु र तिमी म कहाँ फर्केर आउने अवस्था बन्न सक्छ। उनले फेरि भने, तिमी यही आश्रममा बस्दै गर्नु, कुनै दिन यहाँ दशरथ नन्दन श्रीरामको पदार्पण हुनेछ, त्यही बखत तिम्रो उद्धार हुनेछ। त्यही भनेर गौतम मुनि त्यहाँबाट हिँडे। अहिल्या भने त्यही परिन् उनी आफै पनि निकै लज्जित भइसकेकी थिइन् र उनले समाजमा आफ्नो मुख देखाउने र अरूसित घुलमिल गर्ने हिम्मत गर्न सकिनन्। आफूबाट सामाजिक मर्यादा भंग भएकोमा पश्चाताप गर्दै उनी चर्को खालको मनोरोगको शिकार बनिन् र उनी त्यही आश्रमको एक छेउमा पत्थरवत भएर रहिन्। त्यसपछि विश्वामित्रले रामलाई अहिल्याको उद्धार गर्नका लागि आग्रह गर्दै भने, राम, दीन दुखीको उद्धार गरी जगतको कल्याण गर्नका लागि तिम्रो अवतार भएको हो भन्ने कुरा मलाई थाहा छ। मेरो यज्ञमा तिम्रो बाजुको बल देखे, अब आफ्नो कृपाको चमत्कार देखाऊ। विश्वामित्रको आग्रह स्वीकार गर्दै रामले जिउमा हाडछाला मात्र बाँकी रहेको र पत्थर जस्तै अचेतन भइसकेकी अहिल्याका सामु गएर भन्नुभयो, प्रणाम माता, तपाईले जानी नजानी आफूबाट भएको अपराधको प्रायश्चित गरिसक्नु भएको छ। अब धेरै ग्लानीमा नपर्नुहोस्। तपाईमाथि व्यभिचार गर्ने इन्द्र आफूले पनि नगरेको जस्तो गरी निष्फिक्री भिडिरहेका छन्। अब तपाईले आफूलाई निस्साहार अबला ठान्नु पर्ने अवस्था रहेन। म महाराज दशरथका पुत्र राम हुँ र म तपाईको प्रायश्चितको घडी सकियो भन्दैछु। जे हुनु थियो तो भइसक्यो। अब सामान्य अवस्था आउनुहोस्। सधैँभरि विगतमा हराएर नबस्नुहोस्, वर्तमानमा जिउन सिक्नुहोस् र मुनिवर गौतमकी सहचरणी भएर फेरि उहाँलाई सघाउनुहोस्। उहाँ तपाईलाई नै पर्खेर बसिरहनु भएको छ। माता, म तपाईलाई वचन दिन्छु, अब उपरान्त कसैले पनि तपाईको चरित्रमाथि लान्छना लगाउने छैन। रामको यस्तो अमृत वचन कानमा के पर्यो? अहल्याको अवस्था तङ्ग्रिन थाले। उनको मनमा चेतना सञ्चार भयो। रामले आफूलाई माता भनी बोलाएको सुनेर आफ्नै पतिबाट परित्याग भएर बसेकी अहिल्यालाई पुनर्जन्म पाए जस्तै भयो। उनको शरीर बिस्तारै चलबलाउन थाल्यो र उनका दुवै आँखाबाट आँसु बग्दै गर्यो। अविरल हे राम भन्दै उनी रामको पाउमा परिन्। रामको स्तुति गर्दै उनले भनिन्, म जस्ती अज्ञानी र बुद्धिहीन स्त्रीले तपाईको वास्तविक स्वरूप जान्नु सम्भव छैन। तपाईको चरणमा मेरो कोटि कोटि प्रणाम छ। जन्म जन्मान्तरसम्म पनि मलाई तपाईको चरणको स्पर्श प्राप्त भइरहोस् र मेरो मन तपाईको भक्तिमा तल्लीन भइरहोस्। यस्तैमा गौतम मुनि पनि त्यहाँ देखा परेर रामले उनलाई पनि सम्झाउनु भयो। गौतमले रामको आग्रह स्वीकार गरेपछि अहिल्या र गौतम मुनिको सुखद पुनर्मिलन भयो। श्री राम र सीताको विवाह भयो। विश्वामित्रका साथ राम र लक्ष्मणले जनकपुर नगरमा प्रवेश गर्नुभयो। साँझ पर्न लागेको थियो। जनकपुरको वातावरण शान्त, स्वच्छ र सुन्दर थियो। सडक सफा थियो। ठाउँ ठाउँमा मन्दिर, यज्ञकुण्ड, कुवा, पोखरी देखिन्थे। घर घरका भित्ता भित्तामा मिथिला आर्ट कोरिएको थियो। श्यामल बडाका राम र गोरो बडाका लक्ष्मणलाई देखेर नगरवासीहरू दङ्ग परेर एकटकले हेर्दै थिए। उनीहरूलाई आँखा झिम्काउन पनि मन लागिरहेको थिएन। किशोर र बालबालिकाहरू राम र लक्ष्मणका पछि पछि लागे। किशोरीहरू भने अलि टाढैबाट उहाँहरूलाई हेर्दै थिए। आहा, कस्ता राम्रा दुई युवक, को होलान् तिनीहरू, कहाँबाट आएका होलान्? उनीहरू मनमा नै भन्दै थिए। तिनीहरू किन दायाँ बायाँ कतै नहेरी फटाफट गइरहेका होलान्? एकचोटि यसो फर्केर हामीतिर पनि हेरिदिए हुन्थ्यो नि, हामीले पनि उनीहरूको अनुहार राम्ररी देख्न पाउने थियौं। राम र लक्ष्मण भने सरासर अगाडि जाँदै हुनुहुन्थ्यो। यस्तैमा उहाँहरू जनकपुर दरबारको छेउमा पुग्नुभयो। किन हो कुनी रामले यसो मासतिर हेर्नुभयो र सीताजीलाई देख्नुभयो। सीता दरबारको बारदलीमा आफ्ना सखीहरूका साथ हुनुहुन्थ्यो। सीतालाई देख्न साथ राम मोहित हुनुभयो। टाढैबाट भए पनि सीताजीका काला खुलेका आँखा, राता गुलाबी ओठ र लामो सुन्दर कपाल देखेर उहाँ मुग्ध हुनुभयो। सीताले पनि लक्ष्मण र विश्वामित्रका साथ हिँड्दै गर्नुभएको रामलाई देख्नुभयो र उहाँ
पनि रामको तेजिलो मुहार र शालीन व्यक्तित्व देखेर प्रभावित हुनुभयो। उहाँको मनमा के भावना आयो कुन्नी उहाँले आँखैकै सहयोगले रामको चरण स्पर्श गर्नुभयो। यस्तैमा राम र सीताको आँखा पनि जुर्यो। एकछिन सब दुवैले एकअर्कालाई हेर्दै अलौकिक आनन्द अनुभूत गर्दै रहनुभयो। दुवैको मन आफ्नो काबुमा नरहेको अवस्था थियो। दुवैको मनमा विशेष खालको आत्मीयताको भाव उत्पन्न भइरहेको थियो। दैवी जोडीको भेट जब हुन्छ एकले अर्कालाई औपचारिक तवरले चिनिराख्नु जरुरी नहुँदो रहेछ। एक झलक नै काफी हुँदो रहेछ। मानव इतिहासमा पहिलो देखावटीमै कुनै सुकुमार र सुकन्या बीच प्रेम सम्बन्ध रहेको घटना सायद त्यो पहिलो थियो होला। मन मिल्यो मनमा नयन नयनमा मन भयो एक नयन पनि एक। सीताको मन रामसँगै रमाइरहेको थियो। यहाँले फेरि रामलाई हेर्न खोज्नु भयो तर राम अगाडि गइसक्नु भएको थियो। उहाँलाई भने रामलाई हेर्न पुगिरहेको थिएन। राम जानु भएको दिशातिर हेर्दै उहाँ सोच्दै हुनुहुन्थ्यो को होला त्यो दिव्य पुरुष, यस्तो सुन्दर शरीर, आँखा कमल पत्र झैं फुलेका। उनी देवता हुन् वा मनुष्य, कहाँबाट आएका होलान्, उनी फेरि उनको दर्शन पाउने हो कि होइन आदि इत्यादि कौतूहलताले गर्दा राति उहाँले सुत्न पनि सक्नु भएन। रातको शीतल हावाले पनि उहाँको मनलाई शान्त पार्न सकेन। उहाँको मन मनमोहनको यादमा रमाइरहेको थियो। तन भने मखमलको नरम बिछौनामा पनि असहज अनुभव गर्दै थियो। राजा जनकका महर्षि विश्वामित्रको आगमनको खबर पुगिसकेको थियो। आफ्ना पुरोहित शतानन्दनका साथ उनले विश्वामित्रका साथै राम र लक्ष्मणलाई स्वागत गर्दै राजदरबार परिसर भित्र रहेको अतिथि गृहमा लिएर गए। शतानन्द अत्यन्त प्रसन्न भइरहेका थिए। उनले रामको कृपाबाट आफ्नी माता अहिल्याको उद्धार भएको समाचार जो पाइसकेका थिए। पछि उनले राम र लक्ष्मणलाई विश्वामित्रले गरेको तपस्या र उनले प्राप्त गरेको शक्ति बारे विस्तृत विवरण सुनाउँदै भने महर्षि विश्वामित्र असाधारण सिद्धि पाएका तपस्वी हुनुहुन्छ र थोरै बिरलै मात्रै उहाँको हाराहारीमा पुग्न सक्छन्। राति अतिथि गृहमा विश्राम गर्दै रहनुभएका रामलाई पनि सीतालाई भए जस्तै मनमा खोलदुली भइरहेको थियो। उहाँ सोध्दै हुनुहुन्थ्यो दरबारको बारदलीमा देखिएकी ती दिव्य सुन्दरी को होलिन्, हेर्दैमा श्रीलक्ष्मी जस्ती। मलाई किन निरन्तर उनको याद आइरहेको होला, किन म एकनासले उनीतिर आकर्षित भइरहेछु, मलाई किन उनलाई भेटु भइरहेछ। फेरि एकपल्ट उनलाई देख्न पाए हुन्थ्यो तर त्यो कसरी सम्भव होला। मनमा यस्तै कुरा खेलिरहेको कारणले रामले राति राम्ररी सुत्न सक्नु भएन। निदाउन नपाउँदै बिहानी भइहाल्यो। बिहान सबेरै विश्वामित्रका लागि फूल टिपेर ल्याउन भनी राम लक्ष्मणलाई साथमा लिएर नजिकै रहेको बाटिकातिर जानुभयो। राम र लक्ष्मणले फूल टिपिरहेकै बेला सीताजी पनि गौरी माताको दर्शन गर्न भनी आफ्ना सहेलीहरूका साथ दरबार बाहिर निस्किनु भयो। मन्दिर जाने बाटो बाटिका भित्रै रहेकोले फेरि एकपल्ट राम र सीताको देखादेख भयो र दुवैले एक अर्कालाई हेर्दै रहनुभयो। अघिल्लो दिन टाढाबाट मात्र देखेकोमा आज दुवैका लागि एक अर्कालाई नजिकैबाट हेर्ने अवसर जुर्दै थियो। अब अरू के चाहियो। न रामको हात फूलको बोटतिर गयो न सीताको पाइरा मन्दिरतिर अघि बढ्यो तर उहाँहरूको बीच कुराकानी भने हुन पाएन। उता सीताका सहेलीहरूले सीताको मनोदशा बुझे भने यता लक्ष्मणलाई पनि रामको मनोभावना बुझ्न गाह्रो भएन। पछि सीताजी मन्दिर तर्फ लाग्नु भएर राम अतिथि गृह फर्कनु भयो। रामले म हातमा बोक्दै गर्नु भएको डालीमा रङ्गी बिरङ्गी फूल भरिएको थियो भने उहाँको मनभरि सीताजीको सुन्दर मुहार छाइरहेको थियो। उता गौरी माताको दर्शन गर्न जानुभएकी सीताजीको मनमा पनि रामकै स्मरण भइरहेको थियो। पुजारी गौरी माताको स्तुति बाँध्दै पूजा गर्दै थिए। सीताजी भने देवी माताको मूर्तिमा रामको मुहार देख्दै हुनुहुन्थ्यो। उहाँ आँखा बन्द गरी दुई हात जोडी मनमनै रामको स्मरण गर्दै भनिरहनु भएको थियो तिमी नै मेरो मन्दिर, तिमी नै मेरो पूजा, तिमी नै मेरो ईश्वर, हे जगदीश्वर। हातमा फूलको डाली बोक्दै आइरहनु भएको रामको
मुखमण्डलमा विशेष खालको प्रसन्नता देखेर विश्वामित्र मुसु मुसु हाँस्दै थिए, तर उनले त्यसको कारण भने सोधेनन्। सोध्नु आवश्यक पनि थिएन। सारा चाँजो पाँजो मिलाउने उनी आफै जो थिए। पछि आफ्नो नित्य कर्म सकाएर उनले राम र लक्ष्मणलाई जनकपुर दरबार लिएर गए। राजा जनकले हर्षित हुँदै आफ्नो भव्य सभा कक्ष उहाँहरूको स्वागत सत्कार गरेर भने, महर्षि तपाईँको पदार्पणले जनकपुर पवित्र भएको छ। म तपाईँहरूको सेवामा हाजिर भएको छु। म के गर्न सक्छु त्यो आज्ञा होस्। विश्वामित्रले जनकलाई राम र लक्ष्मणको परिचय दिँदै भने, यी दुई किशोर अयोध्याका महाराज दशरथका पराक्रमी पुत्र हुन्। यिनीहरू धनुविद्यामा पारङ्गत छन्। यिनीहरूको सहयोग पाएर नै मैले सिद्धाश्रम आफ्नो यज्ञ निर्विघ्न सम्पन्न गर्न सकेको हुँ। रामले मेरो यज्ञ भङ्ग गर्न आएका राक्षसहरूलाई पाखा लगाइदिएका थिए। विश्वामित्रले जनकलाई ताडका वध र अहिल्याको उद्धारबारे पनि सुनाए। त्यसपछि आफू जनकपुर आउनु भएको अभिप्राय बताउँदै उनले भने, महाराज हामी तपाईँको यज्ञमा भाग लिन र तपाईँ कहाँ रहेको दिव्य धनुषको दर्शन गर्न आएका हौं। राम र लक्ष्मण तपाईँसित रहेको त्यो अद्भुत धनुष हेर्न चाहन्छन्। क्षणभरमै चारैतिर खबर फैलियो। महर्षि विश्वामित्रका साथ आएका दुई किशोरहरू अयोध्याका राजकुमारहरू रहेछन्। एकको नाम राम र अर्कोको नाम लक्ष्मण रहेछ। तिनीहरू शिव धनु हेर्न आएका रहेछन्। सीताका सखीहरूले भने, राम र जानकीको जोडी ठिक्क मिल्ने देखिन्छ। उनले शिव धनुमा प्रत्याञ्चा चढाएर देखाए, हाम्रो ठुलो कल्याण हुनेछ। उनीहरू कुनै विलम्ब नगरी सीतालाई खबर सुनाउन दौडी हाले। विश्वामित्रका साथ आएका श्यामल बडाका किशोर दशरथ नन्दन राम हुनुहुन्छ भन्ने थाहा पाएपछि सीताको खुसीको सीमा रहेन। उहाँलाई आफू सानी छँदै सुनेको नारदको भविष्यवाणीको सम्झना भयो। उहाँको मनमा रामले यज्ञ स्थलमा आएर शिव धनुषमा प्रत्यञ्चा चढाएर देखाए हुन्छ भन्ने लाग्यो। फेरि कतै रामले पनि धनुष उठाउन नसक्ने पो हो कि भनी उहाँ चिन्तित पनि हुनुहुन्थ्यो। उता विश्वामित्रको कुरा सुनेर अत्यन्त उत्साहित भएका जनकले शिवधनुको रहस्य बताए। सीताको उत्पत्तिको कुरा सुनाएर सीताको विवाह बारे आफूले गरेको निर्णय पनि निवेदन गरे। उनले भने, धेरै समय पहिलादेखि जनकपुरको राजदरबारमा सुप्रसिद्ध शिवधनु रहिआएको छ। अहिलेसम्म कसैले यसलाई उठाउन सकेको छैन। एक दिन मैले एउटा अनौठो दृश्य देखेको थिएँ। त्यसबेला सीता सानै थिइन्, तर उनले हातमा खेलौना लिए जस्तै गरी शिवधनु उठाएर यता उता गर्दै रहेकी देखे। मेरो आँखा तिरमिराए। मलाई लाग्यो सीता अवश्य पनि सामान्य कन्या होइनन्। यिनी जनकपुरको गौरव बढाउन र मलाई यश प्रदान गर्नका लागि नै यहाँ आएकी हुन्। यति बेलै मैले सोचे सीताको विवाह विशिष्ट खालको शौर्य र शीलले सम्पन्न महापुरुषसित हुनुपर्छ। शिवधनु हातमा लिएर त्यसमा प्रत्यञ्चा चढाउन सक्ने पुरुष मात्रै सीताको वर बन्न योग्य हुन सक्छ। जनकले फेरि भने, सीताको उत्पत्तिको कुरा पनि रहस्यमय नै छ। एक दिन यज्ञको लागि हलो जोत्दै भूमि शोधन गरिरहेको बखत मैले उनलाई प्राप्त गरेको हुँ र हलोले भूमिमा कोरेको रेखामा देखेकोले मैले उनको नाम सीता राखेको हुँ। त्यस बेला मलाई लागेको थियो धरती माताले मलाई दया गरेर दिव्य कन्या प्रदान गरेकी हुन्। नभन्दै सीता आएदेखि जनकपुरको शोभा बेग्लै भएको छ। मेरी पुत्री सीता मिथिलाका मान हुन्, जनकपुरका आत्मा हुन्। कता कता मलाई सीता श्रीलक्ष्मीकै अवतार हुन् जस्तो पनि लाग्छ। उनी भन्दै थिए, म सीताको विवाह उनको शक्तिलाई सुहाउने गरी कुनै महावीर सत्पुरुषसित होउन् भन्ने चाहन्छु। उनका पति उनको रक्षा गर्न सक्ने र उनलाई सबै तरहले खुसी राख्न सक्ने होउन् भन्ने चाहन्छु। त्यसैले मेरो उनको विवाहको लागि यस्तो शर्त राखेको थिएँ, तर यही शर्तले अहिले समस्या निम्ताइरहेको छ। सीताको हात माग्न भनी धेरै नै राजा राजकुमारहरू आइसके, तर कसैले पनि शिवधनु उठाउन सकेनन्। मैले मेरो शर्त पूरा नगर्नेको हातमा सीताको कन्यादान हुन सक्दैन भनिरहँदा मसित रिसाएका धेरै राजाहरूले जनकपुरमा 1 वर्षसम्म नाकाबन्दी पनि गरे, तर उनीहरूको केही जोर चलेन र अन्तत उनीहरू आफै पछि हट्न बाध्य भए। अहिले त मलाई सीताका लागि उपयुक्त वर दुनियाँमै छैनन् कि जस्तो पनि लाग्न थालेको छ र म सीताको भविष्यबारे चिन्तित भइरहेको छु। कतै मैले उनको विवाहको मामलामा शिवधनुसित जोडेर अन्याय पो गरेकी जस्तो लाग्दैछ। कसैले त सीतालाई सधैँ आफ्नो साथ राख्नका लागि जनकले जानी बुझी पूरा गर्न नसकिने खालको यस्तो शर्त तेर्साएका हुन् भनेर टिप्पणी गरेको पनि सुन्दैछु। यसरी अनासक्त कर्मयोगी भनेर प्रसिद्ध कमाएका जनक पनि पुत्रीको विवाहको कुरालाई लिएर चिन्ताग्रस्त भइरहेका थिए।
संसारमा रहेसम्म संसारिक सम्बन्धको कारण जसले पनि कुनै न कुनै किसिमको सुर्ता लिइरहनु पर्ने अवस्था बन्ने नै रहेछ। जनकलाई सान्त्वना दिँदै विश्वामित्रले भने, यसरी निराश हुनुपर्ने जरुरी छैन राजन। दैवी प्रेरणाको कारणले नै तपाईको मनमा यस्तो शर्तको सोच आएको हुन सक्छ। जनकले भने, तपाईसित आएका रामले शिव धनुषमा प्रत्यञ्चा चढाएर देखाएको अवस्थामा मेरो ठुलो उपकार हुनेछ। म मेरी पुत्री सीतालाई सहर्ष उनको हातमा सुम्पिनेछु। उनले यसो भनिरहँदा विश्वामित्र रामतिर हेर्दै मुसुक्क हाँसे। सायद रामलाई अप्ठ्यारो लाग्यो र उनले शिर निहुराउनु भयो। पछि राम र लक्ष्मण एकअर्कालाई आँखाकै भाकामा भन्दै थिए, सीताको स्वयंवरकै लागि महर्षि विश्वामित्रले हामीलाई यहाँ लिएर आए जस्तै देखिन्छ। पछि महाराज जनकले विश्वामित्रका साथै राम र लक्ष्मणलाई आफ्नो यज्ञ स्थलमा लिएर गए। अहिले नेपालको जनकपुरमा रहेको 12 बिघा मैदान नै त्यो यज्ञ स्थल हो भनिएको छ। त्यहाँ ऋषि मुनि साधु सन्त र राजा महाराजहरूको ठुलो जमघट थियो र सबैको ध्यान यज्ञ स्थलको मध्य भागमा राखिएको शिव धनुतिर गइरहेको थियो। जनकले विश्वामित्रलाई भने, हे महर्षि, यो धनुषले धेरै धनुधारी राजाहरूलाई लज्जित पारिसकेको छ। अथक प्रयत्न गर्दा पनि आफूले धनुष उठाउन नसकेपछि उनीहरू आफ्नो भुजालाई धिक्कार्दै फर्केर गएका थिए। विश्वामित्रले भने, एकैछिन पर्खनुहोस्, मसित आउने राजकुमारको शक्ति तपाईँ आफैले देख्नुहुनेछ। विश्वामित्रको इशारा पाएपछि राम धनुषको नजिक जानुभयो। उहाँले 2 हात जोडी धनुषको दर्शन गर्नुभयो र जनकतिर हेर्दै भन्नुभयो, महाराजको अनुमति भए म यो धनुष हातमा लिएर यसमा प्रत्यञ्चा चढाउने प्रयत्न गर्छु। जनकले प्रसन्न हुँदै भने, ठिक छ, यसमा मेरो मन्जुरी छ। अलिपर उभिरहनु भएकी सीता रामलाई हेर्दै हुनुहुन्थ्यो। आफूले अघिल्लो दिन देखेको दिव्य पुरुषले शिव धनु उठाउन खोजेको देखेर उहाँको मन प्रफुल्ल भइरहेको थियो। उहाँ मनमनै भन्दै हुनुहुन्थ्यो, उहाँ त हिजो साँझ मैले देखेकै पुरुष हुनुहुन्छ। अयोध्याका राजकुमार हुनुहुँदो रहेछ। पहिले पहिले धेरै नामी राजाहरू आए। धनुष उठाउन खोजेको बेला सीताजीको ध्यान त्यतातर्फ जाने गरेको थिएन। अहिले भने उहाँको मनमा उत्सुकता जागिरहेको थियो। उहाँले भित्रभित्रै राम धनुष उठाउन सफल हुन् भनी चाहनु भएको थियो। उहाँले गौरी मातालाई भाग्दै प्रार्थना गर्नुभयो, माता, म माथि कृपा गरेर धनुषको बोझ हलुका पारिदिनुहोस्। यस्तै बखत म माथि कृपा होस् भनी मैले सधैँ तपाईको पूजा प्रार्थना गर्दै आएकी छु। राम पनि सीतालाई देखेर प्रसन्न भइरहनु भएको थियो। उहाँ पनि आफूले अघिल्लो दिन देखेको दिव्य सुन्दरी जनक नन्दनी सीता रहेछन् र उनैसित आफ्नो विवाह हुने भयो भनी खुसी हुनु भएको थियो। शिव धनु उठाउने काम बाँकी नै थियो, तर राम र सीता दुवैले एकअर्कालाई आफ्नो जीवन साथी चुनिसकेको अवस्था थियो। रामको आत्मविश्वास र विनम्रता देखेर त्यहाँ उपस्थिति सबै महानुभावहरू दङ्ग परिरहेका थिए। रामले धनुष उठाउन खोज्दा सबैले सास रोकेर एकटकले हेर्दै थिए। कतिले त आँखा बन्द गरी राम सफल हुन् भनी देवी देवी भाग्दै पनि थिए। हजारौं आँखा सामु रामले धनुष उठाउनु भयो। सबै आश्चर्यचकित भइरहेका थिए। एक्कासी ठुलो आवाज आयो, रामले धनुषमा प्रत्यञ्चा चढाउन भने त्यसलाई बङ्गाउँदै गर्दा अकस्मात धनुष भाँचिएर 2 टुक्रा भइसकेको रहेछ। धनुष भाँचिएको आवाज निकै चर्को थियो, मानौ त्यसले परशुरामजीलाई फेरि पनि क्षेत्रीय वीरले शिर उठाए भनी सूचना दिन खोज्दै थियो। चारैतिर ठुलो खैला बैला भयो, तर सीताजीको मनमा भने परम आनन्द र सन्तुष्टि छाइरहेको थियो। त्यहाँ उपस्थिति रहेका अरू सबैको अनुहारमा पनि अभूतपूर्ण प्रसन्नता देखियो। सबैले मनमनै भनिरहेका थिए, अब जानकीको विवाह महापुरुषका साथ हुने भयो र महाराज जनकका चिन्ताका दिन पनि सकिए। उनीहरू रामलाई त्यहाँ लिएर आउने विश्वामित्रसित पनि अत्यन्त प्रसन्न भइरहेका थिए। स्वभावतः राजा जनकले सुखद आश्चर्य अनुभूति गरे। उनले भने, मलाई आफ्नै आँखाले देखेको कुरामा पनि विश्वास गर्न गाह्रो भइरहेछ। राम निश्चित पनि महापुरुष हुनुहुन्छ। बल्ल मेरो अभिलाषा पूरा भयो। मेरी पुत्री सीता निकै भाग्यमनी रहेछन्। मैले उनका लागि सुयोग्य वर पाएँ। त्यसपछि उनले विश्वामित्रतिर हेर्दै भने, मुनिवर, अब मैले सोचे जस्तै हुने भयो। रामको शक्ति अतुलनीय छ। उहाँको साथमा सीता यशस्वी हुने भइन् र सीताको कारणले मेरो कुलको गौरव पनि बढ्ने भयो। सीताजीको खुसीको सीमा रहेन। उहाँले जीवनमा पहिलो पल्ट कुनै कुरा चिताउनु भएको थियो। त्यो पूरा भएको अवस्था पनि थियो। जनकले इशारा गरेपछि सीताजी त्यहाँ आउनु भएर उहाँले रामको गलामा वरमाला लगाइदिनु भयो। राम र सीता एकअर्कालाई हेर्दै हुनुहुन्थ्यो र मुखले केही नबोलिकन दुवैले एकअर्कालाई आफ्नो मनको कुरा बताउँदै हुनुहुन्थ्यो। जिब्रो चलेको थिएन, ओठ चलेको थिएन, तर
आँखाको माध्यमबाट दुवैको मनमा रहेको भावना दुवैले प्रष्ट बुझ्ने गरी सम्प्रेषण भइरहेको थियो। दुवैका आँखा एकअर्काका मुहारमा टक्क अडेका थिए। दुई हृदयको मधुर मिलन भइरहेको थियो र दुवै एकअर्का प्रति समर्पित भइरहेका थिए। आफ्नो मनोरथ पूरा भएकोमा अत्यन्त हर्षित भइरहेका महाराज जनकले अब कसरी राम र सीताको विवाहको कार्यक्रम सुसम्पन्न गर्ने उचित होला भनी विश्वामित्रको राय मागे र विश्वामित्रको सल्लाह अनुसार उनले राजा दशरथ कहाँ सन्देश पठाए। आफ्नो सन्देश पत्रमा उनले लेखेका थिए, हे अवध नरेश, मेरी पुत्री सीताको विवाहको शर्त महर्षि विश्वामित्रका साथ यहाँ आइपुगेका तपाईका पराक्रमी पुत्र रामले पूरा गरेका छन्। अत म सीतालाई रामको हातमा अर्पण गर्न चाहन्छु र यसको लागि मलाई अनुमति दिन निवेदन गर्दछु। हे नरेश, तपाईँ आफ्ना गुरु पुरोहित र आफन्तका साथ यथाशीघ्र यहाँ पाल्नु भए म धन्य हुनेछु। तपाईँको सन्धिमा राम र सीताको शुभ विवाह हर्ष उल्लासका साथ सुसम्पन्न होस् भन्ने मेरो मनोकामना छ। महर्षि विश्वामित्रको पनि यही राय छ। सन्देश पढेपछि दशरथको हर्षित अनुहार हेर्ने लायक भयो। उनको खुट्टा भुइँमा थिएन। उनले सन्देश बोकेर आउनेहरूलाई बहुमूल्य उपहार दिँदै हाँसी ठट्टा गर्ने शैलीमा भने, मेरो रामको हातबाट शिवधनु तोडिएको रहेछ र त्यसको आवाज अयोध्यासम्म पनि सुनिएको थियो भनी महाराज जनकलाई सुनाइदेऊ। त्यसपछि उनले अविलम्ब बराती प्रस्थान गर्नका लागि तयारी सुरु गरेर राम र सीताको शुभ विवाह हेर्न इच्छुक सबै अयोध्यावासी बरातीमा सामेल होउन् भनी उर्दी जारी गरे। त्यसको 2-4 दिनमै दशरथ गुरु वशिष्ठलाई साथमा लिएर ठुलो बरातीका साथ जनकपुर आइपुगे। जनकले दशरथको भव्य स्वागत गरे। राम र लक्ष्मणले पिताको दर्शन गरे। रामको पराक्रम देखेर दशरथको मन प्रफुल्ल भइरहेको थियो। उनका आँखाबाट हर्षका आँसु झर्दै थियो। पछि मार्ग शुक्ल पञ्चमीको शुभ दिनमा राम र सीताको शुभ विवाह सम्पन्न भयो। विवाह उत्सव मनाउन सारा जनकपुरवासीहरू भेला भएका थिए। चारैतिर मङ्गलधुन गुन्जिरहेको थियो र आउ सखी मङ्गल गाउँ भन्दै स्त्रीहरूले गाइरहेको विवाहको गीत पनि उत्तिकै सुरिलो थियो। तर सीताको कन्यादान गर्दै गर्दा उनका आँखाबाट भने अविरल आँसु बग्दै थियो। उनले दशरथलाई विनीत भावले भने, महाराज, म मेरो सर्वस्व तपाईलाई अर्पण गर्दैछु। यसको राम्रो हेरचाह गर्नुहोला। उनले पनि भने, अब म रित्तो भए जनकपुर सुनसान हुने भयो। दशरथले भने, महाराज जनक, म सीतालाई मेरै पुत्री सरह स्नेह गर्नेछु। उनले तन अयोध्यामा र मन जनकपुरमा गरेर बस्नुपर्ने अवस्था कहिल्यै आउने छैन। त्यसपछि जनकले रामको हातमा सीताको हात थमाउँदै भने, हे रामचन्द्र, सीतालाई सदैव स्नेह गर्नुहोला। उनलाई सबै परिस्थितिमा आफ्नो सहयात्री बनाउनुहोला। यही मेरो प्रार्थना छ। अनि उनले सीतालाई भने, पुत्री, आजदेखि तिम्रा सहारा राम हुनु भएको छ। सुखमा दुःखमा सबै परिस्थितिमा रामको सहचारी भएर बस्नु। विश्वामित्रकै आग्रह अनुसार त्यही बखत जनककी अर्की पुत्री उर्मिलासित लक्ष्मणको विवाह भयो। यस्तै गरी जनकका भाइ कुशध्वजका पुत्रीहरू माण्डवी, सुरीतिहरूको क्रमशः भरत र शत्रुघ्नसित विवाह भयो। यसरी राम र सीताको विवाहसँगै तत्कालीन आर्यवर्तका 2वटा शक्ति केन्द्र अयोध्या र जनकपुर बीच घनिष्ठ सम्बन्ध स्थापना भयो। श्री राम र सीताको विवाहको स्मरण अहिले पनि विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट नेपालको जनकपुरमा बराती आउने र जनकपुरमा तिनीहरूको धुमधाम स्वागत गर्ने चलन कायम रहेको छ। हर्ष उल्लासका साथ विवाह उत्सव सुसम्पन्न भएपछि विश्वामित्रले दशरथलाई भने, प्रसन्न रहनुहोस् राजा, तपाईका पुत्र राम र लक्ष्मणलाई सकुशल फर्काउँदैछु। यिनीहरू अतुलनीय योद्धा हुन्, राम युग पुरुष हुन्। उनीबाट हुने शुभ कार्यको सुरुवात भइसकेको छ। उनी अद्वितीय हुन् भन्ने कुरा जगले प्रत्यक्ष देखिसकेको छ। तथापि उनले गर्नुपर्ने धेरै काम अझै बाँकी छ। त्यसको लगत्तै उनले भने, अबको लागि मेरो भूमिका सकियो, मेरो इच्छा पनि पूरा भयो र म बिदा हुन चाहन्छु। हामी जस्ता पितरागीले संसारमा धेरै अल्मलिएर बस्नु उचित पनि होइन। त्यसपछि उनले नवविवाहित बरबदीको जोडीलाई शुभाशीष दिए। जाने बेला उनले रामलाई यस्तो पनि भने, राम, तिम्रो यात्रा आरम्भ भयो।
निरन्तर अगाडि बढ, बत्ती बलिसकेको छ, यसलाई निभ्न नदेऊ, मेरो आशीर्वाद सदा तिम्रो साथ रहनेछ। यति भनेर विश्वामित्र त्यहाँबाट बिदा भएर गए र त्यसपछि रामायण कथाभरि उनको विशेष उपस्थिति कतै देखिएन। त्यसको आवश्यकता पनि भएन। उनले रामायणको सुरुवात जो गरिसकेका थिए। विश्वामित्रलाई रामले गर्नुपर्ने यात्रा र उहाँबाट हुनुपर्ने कार्यहरूको पूर्व ज्ञान थियो, तर उनलाई होनहार सम्भावना र महान उद्देश्य लिएर आउनुभएका राम समयकाल सुहाउँदो प्रेरणा नपाएर अर्का दशरथ वा अलि बढी पराक्रमी दशरथ जस्तै मात्र रहनुहोला भन्ने पीर थियो। त्यस्तो अवस्था रावणको नेतृत्वमा रहेको राक्षसी शक्ति बढेको बढै थियो। अब यस्तो हुने सम्भावना रहेन र विश्वामित्र निश्चित भएर फर्के। रामको जीवनमा विश्वामित्रको उल्लेखनीय योगदान रह्यो। वशिष्ठले रामलाई सैद्धान्तिक ज्ञान दिए, तर उहाँलाई व्यावहारिक ज्ञान र अनुभव भने विश्वामित्र नै भए। विश्वामित्रले रामलाई वन क्षेत्रमा पैदल यात्रा गराई राक्षसहरूले ऋषि मुनिहरूबाट गरिरहेको अत्याचार र वनवासी आदिवासीहरूको दुःख कष्टसित परिचित गराए। सायद उनी राम र लक्ष्मणलाई वनवासी जीवनमा अभ्यस्त गराएर भविष्यको लागि तयारी पनि गर्दैथे। अब त उनले राम र लक्ष्मण दुवैलाई भोक र प्यासलाई नियन्त्रण गर्ने तरिका पनि सिकाएका थिए। अन्तमा उनले राम र सीताको विवाहको चाँजो पाजो पनि मिलाए। यसरी विश्वामित्रको प्रवेशसँगै सियाराम कथाले नयाँ गीत लियो र उनी त्यस कथाका अत्यन्त महत्त्वपूर्ण पात्र पनि भए। पछि कसैले अध्यात्म रामायणका वास्तविक रचयिता विश्वामित्र नै हुन् भनी भनेका छन्। परशुरामले पुस्तान्तरण स्वीकार गर्नुभयो। विवाहको कार्यक्रम सकिएपछि पनि राम केही दिन जनकपुरमै बस्नुभयो। जनकपुरभरि हर्षो उल्लास भइरहेको थियो। सबैको मन प्रफुल्ल थियो र सबैले श्रीराम र सीताकै चर्चा गर्दै रहेका थिए। मिथिलाको चलन अनुसार सीताका सहेलीहरूले बेला बखत रामलाई सङ्केती गर्दै हँस्यौली गरेका पनि देखियो। एकपल्ट सीताकी एकजना सहेलीले रामतिर हेर्दै भनिन्, तपाईको श्यामल शरीर हाम्री गोरी जानकीलाई अलि सुहाएन। रामले हाँस्दै भन्नुभयो, त्यसको चिन्ता नलेऊ सुन्दरी, सीताको साथमा बस्दै गरेपछि म आफू पनि एक दिन सुन्दर बन्ने छु। रामको कुरा सुनेर सीताका सहेलीहरू गलल्ल हाँसे। जति रमाइलो भए पनि दशरथले लामो समय जनकपुरमा बसिरहने कुरा थिएन। एक दिन उनले अयोध्या फर्कनका लागि जनकसित अनुमति मागेर जनकले शुभ मुहूर्त पारेर सीताको विदाई गरे। विदा हुने बेला दशरथ र जनकले एकअर्कालाई अङ्गमाल गरे। दुवैको आँखाबाट आँसु बग्दै थियो। जनक दशरथलाई भन्दै थिए, हे नरेश, तपाईले सीतालाई अयोध्यामा स्थान दिएर म माथि ठूलो गुण लगाउनु भयो। तपाईको कृपाले जनकपुरको प्रतिष्ठा बढेको छ। म सदैव तपाईको ऋणी रहनेछु। दशरथले भने, हे विधि राजा, ऋणी तपाईँ होइन, म आफू भएको छु। म याचक बनेर जनकपुर आएको थिएँ। तपाईँले जनकपुरको ज्योति मलाई दिनुभयो। अयोध्या जनकपुरप्रति सदैव कृतज्ञ रहनेछ। सीता मेरी पुत्री भएर रहनेछिन्। तपाईँले उनको कुनै चिन्ता लिनु पर्दैन। यसरी एकअर्कासित विदाईको वार्ता गरिरहँदा दशरथ र जनक दुवैलाई त्यो नै उनीहरूको अन्तिम भेट हुनेछ भन्ने कुरो भने थाहा थिएन। श्रीराम र सीताको बिहा उत्सवमा रमाइरहेको जनकपुरमा सीताको विदाई गर्ने बेला चारैतिर रुवाबसी चल्यो। सीता जनकपुरको ज्योति हुनुहुन्थ्यो। जनकी रानी सुनैना बियोको व्यथाले विहल भइरहेकी थिइन्। तथापि उनले भाव विभोर हुँदै रहेको सीतालाई भनिन्, पुत्री, मैले तिम्रो मनको पीडा बुझेकी छु। माता पिताको घरबाट विदा भएर जाने बेला हुने विरहको अनुभव म आफैले पनि गरेकी हुँ। तर यो सामाजिक जीवनको नियम हो। अब तिमीले आफ्ना पतिलाई नै परमेश्वर मानेर उनको घर परिवारमा रमाएर बस्न सक्नुपर्छ। दुःख सुखमा सबै परिस्थितिमा पतिलाई साथ दिनु पत्नीको धर्म हो। उता जनक जस्ता ज्ञानीले पनि आँसु रोक्न सकिरहेका थिएनन्। सीताजी पनि विरहमा परिरहनु भएको थियो। जनकले सीताको कपाल मुसार्दै भन्नुभयो, माता पिताले एक दिन पुत्रीलाई विदाई गर्ने जस्तो दुःखको घडी बेहोर्नु पर्ने नै रहेछ। तिमीलाई पनि हामीलाई छोडेर जानु सजिलो भइरहेको छैन होला। पुत्री, संसारको नियम नै यस्तो हो। आज तिमी जनकपुरबाट टाढा जाँदैछौ, तथापि तिमीले आफूलाई माता पिताबाट टाढा भएको नसम्झ। तिमी जहाँ गए पनि तिमी माता धरती सदैव तिम्रो साथ रहनेछिन्। अनि उनले रामलाई भने, हे राम, सधैँ हामी माथि तपाईको कृपा भइरहोस्। आफ्ना पुत्र र पुत्रवधुहरूका साथ प्रसन्न मनले दशरथ बरातीका साथ अयोध्या फर्कदै थिए।
अकस्मात बाटोमा अपशकुन देखियो र अब के पो अनर्थ हुने होला भनी उनले चिन्ता व्यक्त गरे। वशिष्ठले भने, महाराज, अनिष्टका साथै शुभ संकेत पनि देखिँदैछ। त्यसर्थ जस्तो सुकै विघ्न बाधा आए पनि त्यसको निवारण पनि अवश्य हुनेछ। त्यस्तैमा क्रोधित मुद्रामा आइरहेका परशुरामजी देखा पर्नुभयो। काँधमा धनुबाण लिएका, हातमा परशु बोकेका र आगो झैँ बलेका आँखाले यताउति हेर्दै गरेका परशुरामलाई देख्नासाथ दशरथ र उनको टोली थर्कमान भए। परशुराम क्षेत्रीयको विनाश गर्ने एकबुधे सङ्कल्प लिएर लागि परेका कुरा सबैलाई थाहा थियो र उहाँ फेरि क्षेत्रीहरूको दमन गर्न आएका हुन् कि भनी सबैजना डराए। सबैले विगतमा परशुरामले सहस्रा अर्जुन लगायतका क्षेत्रीय वीरहरूको संहार गरेको कुरा याद गरे। दशरथले हतरपतर विनम्र हुँदै परशुरामलाई अर्घ दिएर शान्त पार्न खोजे। परशुरामले भन्नुभयो, दशरथ, तिमीले मलाई रिजाउन खोज्दैमा म शान्त हुनेवाला छैन। धरतीमा कुनै पनि क्षेत्रीयले गर्वले शिर उठाउन खोजेसम्म परशुराम चुप लागेर बस्दैन। कहाँ छ शिवधनु भात्ने तिम्रो राम? मैले अहिलेसम्म रघुकुलका विरुद्ध केही गरेको थिइनँ। अब त्यो कुल पनि समाप्त हुने बेला आयो। क्रोधले ज्ञान र विवेकलाई ओझेलमा पार्छ भन्छन्। त्यसबेला परशुरामको हकमा पनि त्यस्तै भइरहेको थियो। उहाँले श्रीरामलाई चिन्न सक्नु भएन। उहाँको मनमा आफ्नो पराक्रम र पौरुषको अहंकार भरपूर जो थियो। परशुरामको बोली सुनेर दशरथको मनमा त्रास छायो। उनले परशुरामलाई बिन्ती गर्दै भने, हे भगवान, मैले तपाईँको मनमा रहेको क्षेत्रीय जातिप्रतिको कोप शान्त भइसकेको र तपाईँ जपतमा लाग्नु भएको छ भनी सुनेको थिएँ। अहिले फेरि तपाईँलाई क्रोधित मुद्रामा देखेर मलाई डर लागिरहेछ। मेरो राम बालकै छ, उसमाथि कृपा गर्नुहोस्। ऊ नरहेको अवस्थामा म जीवित रहन सक्दिनँ। हे महामुनि, तपाईँ किन रघुकुलको विनाश गर्न खोज्नुहुन्छ? दशरथले यस्तो गरेको विनम्र निवेदनतर्फ परशुरामको ध्यान गएको देखिएन। उहाँ भन्दै हुनुहुन्छ, दशरथ, तिमी आफैबाट पनि मसित न्यु खोज्ने काम भएको छ। तिमीले आफ्नो पुत्रको नाम राम राखेर मेरो मान मर्दन गर्न खोज्दैछौ। खैर, नाम राम राख्दैमा केही हुनेवाला छैन। मेरो बराबरी गर्न सक्ने कोही यहाँ आउन सक्दैन। उता परशुरामको कठोर बोली र व्यवहार देखेर लक्ष्मण असहज हुँदै थिए। परशुरामले धारा प्रवाह आत्मस्तुति गर्दै गरेको कुरा उनलाई ठिक लागिरहेको थिएन। उनी मनमनै भन्दै थिए, परशुरामजी, तपाईँले बारम्बार क्षेत्रीयहरूको विनाश गर्दै रहँदा राम र लक्ष्मणको जन्म भएको थिएन। अब हामी आइसकेका छौँ। तपाईँको जमाना गयो। रिसको झोकमा लक्ष्मणले परशुरामलाई केही भन्न खोजेको पनि देखियो, तर रामले इसारा गरेर उनलाई रोक्नुभयो। अनि राम आफै परशुरामको अगाडि पर्नुभयो र भन्नुभयो, भगवान, तपाईँले खोज्नुभएको दोषी राम र म हुँ। मेरै हातबाट धनुष भाँचिएको हो। अब मैले के दण्ड भोग्नु पर्छ? त्यो आज्ञा होस्। परशुरामले रामलाई हेर्दै भन्नुभयो, मलाई तिमीले भाँचेको धनुषको महिमा थाहा छ र म तिम्रो बाजुको बलको परीक्षण गर्न यहाँ आएको हुँ। रामले भन्नुभयो, पहिले शान्त त हुनुहोस् मुनिवर। तपाईँको हातमा परशु छ र मेरो शिर तपाईँको सामु छ। जे गर्दा तपाईँको क्रोध शान्त हुन्छ त्यो गर्नुहोस्। ब्रह्माण्ड स्वभावैले क्षमाशील हुन्छन् पनि तपाईँ मलाई आफ्नै अनुगामी मान्नुहोस्। प्रभु र प्रभुकै अनुचरण बीच यसरी युद्ध सम्भव हुन्छ। फेरि मेरो र तपाईँको बराबरी हुन सक्ने कुरा पनि छैन र म भगतराम तपाईँको साथ परशु पनि जोडिएको छ। मसित भन्दा तपाईँसित धेरै बढी गुण छ। रामको विनम्रता देखेर परशुरामले अलि शान्त हुँदै भन्नुभयो, कुमार, मेरो देश तिमीसित नभई तिम्रो जातीयसित हो। एकजना कुर क्षेत्रीय राजाले मेरा निर्दोष पिताको निर्मम हत्या गरे। मैले यही परशुले त्यस अपराधीलाई समाप्त गरी प्रीति ऋण चुकाए र पटक पटक क्षेत्रीय राजाहरूको संहार गरी तिनीहरूको रगतले पितालाई तर्पण पनि दिए। म मेरा पिताको वध गर्ने क्षेत्रीय कुललाई मेरो शत्रु ठान्छु। तिमी जस्ता क्षेत्रीय कुमारहरूले पराक्रम देखाएर रिस उठाउन खोजेको मलाई सह्य हुन सक्दैन। तिमीले शिवधनु तोडेर म माथि ठुलो चोट पुर्यायो। पहिले राम भन्ना साथ सबैले मलाई नै सम्झने गर्थे। अब कहाँबाट तिम्रो नाम राम भएर निस्क्यौ? तिमी किन मेरो कीर्ति हेरेर लाग्ने दुशासन गर्दैछौ? उहाँले फेरि शिवधनुकै कुरा उठाउँदै भन्नुभयो, धेरै समयदेखि प्रयोगमा नरहेको पुरानो धनुष भाँच्ने निकै ठुलो बहादुरी पनि होइन। हिम्मत गर्न सक्छौ भने मेरो यो धनुष उठाएर देखाउ र मसँग मुकाबिला गर्ने तयार हौ। परशुरामले ऐरे गैरेसित युद्ध गर्दैन भन्ने कुराको पनि हेक्का राख। पहिले मेरो यो धनुषमा प्रत्यञ्च चढाएर आफ्नो पुरुषार्थ प्रमाणित गरेर देखाउ। त्यसपछि मात्र म तिमीलाई यो समकक्षी ठान्दछु र मसित मुकाबिला गर्ने अवसर दिन्छु। परन्तु यदि तिमी मेरो परशु देखेर डराइरहेका छौ भने तिमी मसित अभय दान माग्न पनि सक्दछौ।
परशुरामको मुखबाट धेरै आत्मज्ञान सुनेपछि रामले भन्नुभयो, हे भागर्व, तपाईले गर्नुभएको पराक्रमबारे मैले पहिले पनि सुनेको छु। तपाईले गतिले तरिकाले पृथ्वी ऋण चुकाउनु भएको रहेछ। आर्यवर्तका कोही पनि क्षेत्रीले तपाईलाई बिर्सन सक्ने कुरै छैन। अहिले भने तपाई अनाहकमा मसित रिसाउँदै हुनुहुन्छ। मैले धनुष भाँच्न खोजेकै होइन, प्रत्यञ्चा चढाउन भनी उठाएको मात्र हुँ। प्रत्यञ्चा चढाउनका लागि धनुष बङ्गाउँदै गर्दा त्यो त्यत्तिकै भाँचियो। यसमा मेरो के दोष छ? उहाँले भन्नुभयो, तपाईले आफ्नो बखान सुनाउने सिलसिलामा मर्यादाको पनि ख्याल गर्नु भएन। म तपाईलाई मेरा पिता सर पूज्य माने र सादर व्यवहार गर्दैछु, तर तपाई भने मेरै सामु तपाईको चरणमा परेका मेरा वृद्ध पिताको मान मर्दन गर्दै हुनुहुन्छ। तपाई यहाँ आएदेखि म र मेरो कुललाई होच्चाउने कुरा गर्दै हुनुहुन्छ। तपाईले आफ्नो बलको बखान सुनाउनु भयो, त्यो ठिकै छ, तर तपाई किन मेरो सामर्थ्यलाई कम हाँक्दै हुनुहुन्छ? तपाई मेरो शौर्यको नजरअन्दाज गर्दै मलाई पराक्रमहीन र असमर्थ देख्दै हुनुहुन्छ भने त्यो सही बुझाइ होइन। म तपाईले हताहत गरेका अरू राजाहरू जस्तै कमजोर होइन। अन्तर्मनले सोचेर हेर्नुहोस्, तपाई मलाई पराजित गर्न सक्नुहुन्न। रामले आफूलाई बारम्बार मुनि र ब्रह्माण्ड देवता भनेर सम्बोधन गरिरहेको पनि परशुरामलाई मन परिरहेको थिएन। उहाँलाई आफ्नो पुरुषको अनादर भए जस्तो लागिरहेको थियो। अचम्मको कुरा, परशुरामजी जस्ता कुलीन ब्रह्माण्डलाई ब्रह्माण्डको पहिचान मन परिरहेको थिएन। शक्तिको अहंकारले ज्ञान चुलाई धुमिल पारिएको अवस्थामा यस्तो हुन रहेछ। वास्तवमा परशुरामको छवि कुनै ब्रह्माण्ड वा मुनिको जस्तो थिएन पनि उहाँले प्रचण्ड पराक्रमी योद्धाका रूपमा नै ख्याति कमाउनु भएको थियो। रामको कुरा सुनेर परशुराम क्रोधित भएर उहाँले भन्नुभयो, तिमी बालक छौ, तिमीलाई मेरो पराक्रम बारे केही ज्ञान नभएको हो। तिमी किन बारम्बार मलाई ब्रह्माण्ड भन्दै मेरो कृतिको अनादर गर्दछौ? म ब्रह्माण्ड भए पनि महाप्रतापी रणवीर हुँ। म क्षत्रियको रगतले यज्ञ गर्दछु। मैले मै हुँ भनेर हिँड्ने धेरै ठुला राजाहरूको आहुति दिइसकेको छु। रामले विनम्रता पूर्वक भन्नुभयो, हे भृगुनाथ, मैले तपाईलाई आदर पूर्वक ब्रह्माण्ड देवता भनेर सम्बोधन गर्नुको अभिप्राय तपाईको अनादर गर्नु होइन। हामी रघुवंशीहरू ब्रह्माण्डलाई सम्मान गर्दछौ। ब्रह्माण्डका सामु आफ्नो अनव्य शिर झुकाउन तत्पर रहन्छौ। तर त्यसको अर्थ हामीले ब्रह्माण्डसित डराएर त्यसो गरेको होला भनेर नसोच्नु होला। म रघुवंशी राम हुँ र युद्ध गर्नुपर्ने अवस्थामा रघुवंशी योद्धाले कालसित समेत डराउन जानेको हुँदैन। तपाई नै भन्नुहोस् कि संसारमा को त्यस्तो योद्धा छ जसको सामु मैले भयभीत भएर नतमस्तक हुनुपर्छ? मलाई चुनौती दिने जो कोहीसित पनि दबेर बस्ने योद्धा होइन, चाहे त्यो मेरा अग्रज वा म भन्दा शक्तिशाली नै किन नहोस्। उहाँले भन्नुभयो, तपाईले आफ्नो पराक्रम बारे सुनाउनु भयो, अब मेरो पराक्रम पनि हेर्नुहोस्, खैदिनुहोस् तपाईको त्यो धनुष। तपाईले अझै पनि मलाई चिन्न सक्नु भएको रहेनछ। रामको मुखबाट यस्तो कुरा सुनेपछि भने परशुराम अलि गम्भीर हुनु भयो, तर उहाँको मनमा सन्देह बाँकी नै रह्यो। अनि उहाँले आफ्नो हातमा रहेको वैष्णव धनु रामलाई दिँदै भन्नुभयो, हे राम, यसमा प्रचण्ड चढाएर मेरो शङ्का मेटाऊ। रामले परशुरामले दिएको धनुष सजिलै आफ्नो हातमा लिनुभयो। आफ्नो धनुष उठाउन उहाँलाई गाह्रो हुने कुरा पनि भएन। अनि उहाँले लक्ष्मणलाई भन्नुभयो, लक्ष्मण, मुनिवरको मनमा यही धनुषको घमण्ड चढेको रहेछ। अनि उहाँले परशुरामलाई भन्नुभयो, हेर्नुहोस् हे भार्गव, तपाईको धनुष उठिसकेको छ, अब त्यो बाण पनि दिनुहोस्। परशुराम अत्तालिनु भयो। उहाँले खुरुक्क आफ्नो बाण पनि रामको हातमा राखिदिनुभयो। त्यसैसँग परशुरामको वैष्णव शक्ति राममा सर्यो र उहाँको तेज हरायो। आम्ने सामने भइरहेका राम र परशुराम मध्ये रामको तेज उदाउँदो सूर्य जस्तै गरी बढिरहेको थियो भने परशुरामको तेज धुमिल हुँदै गयो र उनी सामान्य ब्रह्माण्डसँग सीमित हुनु पर्यो। अनि रामले उतातिर हेर्दै भन्नुभयो, हेर्नुहोस् मुनिवर, मैले वैष्णव धनुमा बाण चढाइसकेको छु। तपाईले धरतीका असंख्य क्षत्रिय र राजाहरूको वध गर्नुभएको थियो र तर म तपाईमाथि निशाना ताक्न सक्दिन। तपाई मेरा परम पूज्य गुरुवर महर्षि विश्वामित्रका नाति हुनुहुन्छ, तपस्वी ब्रह्माण्ड पनि हुनुहुन्छ। नत्र मैले हातमा धनुष उठाएर तपाईमा बाण चढाएपछि मलाई चुनौती दिने कोही पनि जोगिएर बस्न सक्दैन। अब मैले कहाँ निशाना ताक्ने, तपाई आफै भन्नुहोस्। रामले त्यसरी सजिलै धनुष उठाएर त्यसमा बाण चढाएको देखेपछि परशुरामको चेत खुल्यो। रामको भद्र व्यवहार र रहस्यमय बोलीले उनलाई होसमा ल्याएको थियो। बल्ल परशुरामले श्रीरामलाई चिन्नुभयो। उहाँलाई रघुकुलका भगवानको अवतरण हुने बेला छ भन्ने कुराको सम्झना भयो। उहाँको रिस एकाएक शान्त भएर उहाँको मन प्रेमले भरियो। उहाँले मनमनै भन्नुभयो, श्रीराम नै
संसारका नयाँ तारडहार हुन्। बल्ल उहाँले पुस्तान्तरणको बेला आएको कुरा बुझ्नुभयो र सोच्नुभयो। समयमा आएको हेरफेर बुझेर आफूलाई परिवर्तन गर्न नसकेपछि परम्परावी महापुरुषले पनि सम्मान गुमाउनु पर्ने अवस्था आउँदो रहेछ। मेरो आफ्नै अहंकारले गर्दा मैले कुरा बुझ्न ढिलो भयो हो। आफ्नै रिस र अहंकारले गर्दा परशुराम अप्ठ्यारोमा पर्नु भएको थियो। उहाँले बदलाको भावनामा बगेर अन्धाधुन्दा तरिकाले बारम्बार क्षेत्रीय सुरवीरहरूको विनाश गर्दै गर्दा उहाँको छवि जातीय देशका प्रतीक जस्तै भइरहेको थियो। तथापि उहाँको पराक्रमको कारणले उहाँको विरुद्ध सशक्त आवाज उठ्न सकिरहेको थिएन। अर्कोतर्फ उहाँको भयले गर्दा क्षेत्रीय राजाहरूको मनोबल टुट्दै गरेको अवस्था पनि थियो र त्यसले गर्दा राक्षसी शक्तिले पर्वत तवरले हौसला पाइरहेको थियो। यसरी बदलिदो समय परिस्थितिले पनि परशुरामले मैदानमा छाडेर जानुपर्ने संकेत देखिसकेको थियो, तर उहाँले त्यो बुझ्न खोज्नु भएन। त्यसैले गर्दा उहाँले क्षेत्रीय कुमार रामको चुनौती पाउनुभयो र सँगसँगै उहाँको चेत पनि खुल्यो। अब आर्यवर्तका नयाँ शक्ति केन्द्र परशुराम नभई श्रीराम हुनुभयो। अन्ततः परशुराम राम समक्ष नतमस्तक हुनुभयो। उहाँले भन्नुभयो, राम, मैले तिमीलाई नचिनेको होइन, तथापि मनमा रहेको सन्देह पुरै हटाउन खोजेको हुँ र तिम्रो हातमा वैष्णव धनु शोभायमान भएको हेर्न पनि चाहेको हुँ। तिम्रा सामु नतमस्तक हुनु पर्दा पनि मलाई गर्वको अनुभूति भइरहेछ। त्यसपछि रामले पनि परशुरामलाई प्रणाम गर्दै आफूबाट कुनै भुलचुक भए क्षमा पाऊ भन्नुभयो। पराक्रमको साथ विनम्रता हुनुको मात्र कीर्ति बढ्दो रहेछ। परशुरामले रामलाई भन्नुभयो, राम, त्रिलोकमा तिमीलाई परास्त गर्न सक्ने कोही हुने छैन र मैले शस्त्र बोक्नुपर्ने आवश्यकता पनि रहेन। तिम्रो युग सुरु भइरहेको छ। अब संसारमा रीति तिथि बसाल्ने काम पनि तिम्रै काँधमा आइसकेको छ। मैले आनन्दले जपतमा दिन बिताउने समय भएको छ। तिम्रा सबै आकांक्षा पूरा होस्। अब मलाई बिदा देऊ। तत्पश्चात उनी रामलाई शुभ शीष दिँदै आफ्नो ठाउँतिर लाग्नु भयो। विदा भएर जान लागेका परशुरामलाई दशरथले बिन्ती गर्दै भने, हे भार्गव, तपाईँले मेरा पुत्रलाई जीवित रहन दिएर म माथि ठूलो कृपा गर्नुभयो। तपाईँलाई मेरो प्रणाम छ। यहाँ उपस्थित अरू सबैले पनि परशुरामलाई प्रणाम गरे, तर उनीहरू मनमनै रामको तारिफ गरिरहेका थिए। परशुराम फर्केर गएपछि बल्ल दशरथले राहतको साथ फेरेर उनले रामलाई प्रेमले अङ्गमाल गर्दै निधारमा चुमे। उनी मनमनै धन्य मेरो राम भन्दै थिए। उनको मनमा परशुरामको नबोधी सौम्य रूप राम हो कि भन्ने पनि लागिरहेको थियो। पाल्की भित्र बसिरहनु भएकी सीता ध्यानपूर्वक राम र परशुरामको वार्तालाप सुन्दै रहनु भएको थियो। रामले अत्यन्त विनम्र बोली बोल्दै परशुरामलाई ठाउँमा ल्याएको देखेर उहाँ मनमनै धन्य रघुनाथ भन्दै हुनुहुन्थ्यो। उहाँलाई आफू रामकी पत्नी हुन पाएकोमा गौरवको अनुभूति भइरहेको थियो। लक्ष्मण भने, परशुरामले कसरी बारम्बार बहादुर क्षेत्रीय राजाहरूको विनाश गर्न सकेका होलान् भनी मनमा कुरा खेलाउँदै थिए। त्यसपछि दशरथको टोली अयोध्यातर्फ अगाडि बढ्यो। अयोध्याको वातावरण उल्लासमय थियो। नगर पुरै झलमल्ल भइरहेको अवस्था थियो। घर घरमा दीपावली भइरहेको थियो र हरेक घरको प्रवेशद्वारमा पूर्ण कलश राखिएको थियो। ठाउँ ठाउँमा रङ्गी बिरङ्गी ध्वजा पताका फरफराइरहेका थिए। जताततै विवाहको मङ्गल धुन बजिरहेको सुनिन्थ्यो। झननन्न आफ्ना 4 पुरुषार्थी राजकुमारीहरूका साथ जनकपुरका 4 सौभाग्यवती राजकुमारीहरूको पनि नगर प्रवेश गरेको देखेर अयोध्यावासीहरूको मनमा अपार खुसी छाइरहेको थियो। दशरथका 3 जना रानीहरू हर्षले गदगद भइरहेका थिए। उनीहरूले आरती उतारी पुत्र र पुत्रवधुहरूको स्वागत गरेर एक एक गरी घुँघट उठाउँदै वधुहरूको मुहार पनि हेरे। अत्यन्त प्रसन्न मुद्रामा रहेका दशरथले आफ्ना रानीहरूतिर हेर्दै भने, आज अयोध्यामा श्रीलक्ष्मीको प्रवेश भइरहेको छ। जनक नन्दनी सीधा मेरी वधु मात्र नभई पुत्री पनि हुन्। जय श्रीराम।